म आफै पनि एज एन एक्टर काम गरेको अनि हाम्रो यहीँको स्टुडेन्टले पनि एज एन एक्टर लिड एक्ट्रेस काम गरिराख्नु भएको छ। मेरै ब्याचको साथी अरुण छेत्री, हामी एउटै ब्याच पास आउट भएको मान्छे, ऊ लिड एक्टर काम गरिरहेको छ। अनि हाम्रो मनको एकदमै नजिक भएको फिल्म गौथली, जुन चाहिँ सुटिङ प्रोसेसमा पनि हामीले एकदमै इन्जोय गरेका थियौँ होइन। सो डिरेक्टर सर हामीसँग हुनुहुन्छ। सो यो इन्ट्रेक्सन चाहिँ एकदम फ्रुटफुल पनि हुनेवाला छ, इन्ट्रेस्टिङ पनि हुनेवाला छ। हामी आफैलाई पनि मजा लागिरहेको छ यो इन्ट्रेक्सन गर्न पाउँदाखेरि चाहिँ। सो लेट्स वेलकम डिरेक्टर अफ द सिप अनि क्याप्टेन अफ द सिप डिरेक्टर कपिल रिजाल सर। थ्याङ्क यू। सो लिड एक्टर अफ द सिनेमा अरुण छेत्री सर एन्ड लिड एक्ट्रेस अफ द सिनेमा हाम्रै सिमरन खड्का। सो फिल्म अब रिलिज एकदमै नजिक आइरहेछ अनि सरको सेकेन्ड फिल्म एज अ डिरेक्टर। अनि अभियसली सुटिङ प्रोसेसमा पनि म भएकोले गर्दाखेरि, स्क्रिप्टिङदेखि सबै भएकोले गर्दाखेरि प्यारो त अभियसली छँदैछ सिनेमा। प्यारो भइसकेपछि अब आफ्नो सन्तानलाई लिएर कन्फिडेन्ट त भइहाल्नुहुन्छ। तर यो फेजमा चाहिँ नर्भसनेस, कन्फिडेन्ट के कुराले तपाईँलाई अहिले जगडिरहेको छ? रिलिज अब फ्राइडेबाट रिलिज छ होइन? थ्याङ्क यू भेरी मच। सबभन्दा पहिला त दिस अडियन्स इज मिन्स भेरी 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 इम्पोर्टेन्ट टु अस एज वेल। किनभने आज तपाईँहरू त्यहाँ हुनुहुन्छ, मलाई विश्वास छ भोलिका दिनमा तपाईँहरू यहाँ आउनुहुन्छ, मैसँग बसेर काम गर्नुहुन्छ भन्ने मलाई विश्वास छ होइन। अनि सुन्जोग थ्याङ्क यू भाइ, एक्ट्रेस हब सबैजनालाई पहिलो कुरो त थ्याङ्क यू भेरी मच। यु अल आर भेरी गुड एन्ड वी क्यान सी हाउ हार्ड वी अल वर्क एन्ड वाट अ फाइन ट्यालेन्ट यु ग्रो एन्ड मेक एज वेल होइन। त्यो द प्रोडक्ट इज ब्रिलियन्ट होइन। यस्तो छ, फिल्म बनाउने क्रममा हामीले सबभन्दा अब आजको प्रतिक्रिया चाहिँ अलिकति फरक हुन्छ। अरू ठाउँमा बोलेको र आज बोलेको अलिकति फरक किन हुन्छ भने आज हामी कलाकार, अब चाहे कोही डाइरेक्सनमा होला, कोही क्यामेरामा काम गर्ने होला, कोही म्युजिक केही होला, त्यो भएकोले गर्दाखेरि थोरै टेक्निकलतिरबाट हामी कुरा गरौँ होइन। किनभने हामी त्यो भयो भनेदेखि सबैलाई फाइदा हुन्छ। यस्तो सबभन्दा ठुलो इम्पोर्टेन्ट कुरो भनेको स्क्रिप्ट। फिल्मको लागि त्यो स्क्रिप्टमा हामीहरूले झन्डै 2 वर्ष काम गरेका थियौँ। एभ्री सिन, एभ्री नुआन्सेस अफ द फिल्मको हामीले काम गरेका थियौँ। एन्ड त्यो हुँदाखेरि काम गर्न सजिलै भयो भन्छु। सबभन्दा लेख्न गाह्रो भयो। त्यसपछि फाइनली हामीलाई कहाँ गएर गाह्रो भयो भनेदेखि एडिटिङमा गाह्रो भयो। किनभने यो पनि मनपर्छ, त्यो पनि मनपर्छ, सबै चिज राख्न पनि मिल्दैन, फिल्मको लेन्थको पनि हिसाब गर्नुपर्छ र भन्न खोजेको कुरो सबै छ कि छैन भन्ने कुरो पनि चाहियो। यो गरेर हामीले जब प्रडक्ट निकालिसकेपछि देन नाउ आई विल कम टु योर क्वेसन होइन। सबभन्दा गाह्रो काम चाहिँ हामी एज अ क्रिएटर मान्छेहरूलाई चाहिँ यो चाहिँ अहिले यहाँ इन्टरेक्सन गरेर चाहिँ एकदम मजा हो। तर अरू ठाउँमा गएर बोल्दा, पब्लिकहरूको अगाडि बोल्दाखेरि चाहिँ अर्कै भिन्दै कुरा गरेर चाहिँ हामी टेक्निकल कुरा कम गर्छौँ। अनि त्यो हुँदाखेरि चाहिँ कस्तो हुन्छ भने त्यो हामी एक्सपर्ट छैन। वी डोन्ट मार्केट, वी आर नट इन टु मार्केट सेलिङ थिङ्स, बट वी हेभ टु डु बिकज दिस इज अल्सो प्रोसेस अफ फिल्म मेकिङ। अनि त्यो हुँदाखेरि चाहिँ त्यो चाहिँ गाह्रो हुँदो रहेछ। अनि चारतिरबाट टेक्निकल क्वेसन्सहरू भन्दा पनि अरू क्वेसन आउँदाखेरि देन यु समटाइम्स क्वेसन युर सेल्फ एज वेल होइन। सो आई थिङ्क अहिले चाहिँ हामी कस्तो छ भने void before the storm जस्तो फिलिङ भइरहेछ कि। बट आइ एम स्योर विथ द सपोर्ट अफ एभ्रिबडी, विथ द सपोर्ट अफ यु अल, आई थिङ्क वी विल सेल थ्रु क्वाइट नाइसली। थ्याङ्क यू। अब चाहिँ सिमरनबाट जाउँ होइन। सो सिमरन, तिमीलाई चाहिँ फर्स्ट क्वेसन चाहिँ के सोध्छु भने, सो लाइक आजभन्दा पहिलाको फिल्महरूमा सो उता हामीसँग टिममा पनि छ होइन, अभियसली एक्ट्रेसहरूको टिममै पनि छ। सो त्यहाँ बसिराख्दा र यहाँ बसिराख्दाखेरि चाहिँ कस्तो डिफ्रेन्स फिल भइरहेछ? फर्स्ट अफ अल थ्याङ्क यू सर, हामीलाई इन्भिटेसन पठाइदिनु भयो अनि थ्याङ्क यू सो मच गाइज, यति राम्रो वेलकमिङ गरिदिनु भयो। सो मलाई चाहिँ अलिक स्ट्रेन्ज लागिरहेछ सर, मै हो र भनेर अलिक बिलिभ चाहिँ लागिरहेछ होइन। तर त्यही नै हो, रमाइलो लागिरहेछ, रमाइलो लागिरहेछ, त्यो बिलिभ नै गर्न सकिरहेको छैन। सो ओके, अब अरुण र मेरो चाहिँ म ब्रिफ ब्याकग्राउन्ड दिन्छु होइन, ब्रिफ ब्याकग्राउन्ड दिन्छु। अरुण र म चाहिँ एउटै ब्याच हो, एउटै ब्याच पढ्यो हामी होइन। सो उसको बारेमा भन्दाखेरि चाहिँ अब अलिअलि मलाई काना उम्रिरहेछ। किन भन्दाखेरि चाहिँ हामीले चाहिँ लाइक लोएस्ट फेज पनि देखाएको छ लाइफको, त्यो माथिको फेज पनि देखिरहेछ। अनि अहिले उसलाई यहाँनिर वेलकम गरिराख्दाखेरि चाहिँ त्यो अर्कै फिल भइरहेछ क्या मलाई। एउटा सपना थियो, के गरिन्छ पनि थाहा थिएन, कसो गरिन्छ पनि थाहा थिएन। ऊ फ्यामिलीसँग छुटेर काठमाडौँमा बसिरहेको थियो।
इकोनोमिकली उसलाई अलिकति सपोर्टिभ थियो होला, तर इमोसनली एकदमै ब्रेकडाउन फेजमा थियो। हामी इमोसनली सपोर्टिभ फेजमा थियौँ, तर इकोनोमिकली एकदमै ब्रेकडाउन फेजमा थियौँ। अनि त्यतिखेर ऊ हाम्रो लागि, हामी उसको लागि भएर 6-7 महिना त हामी होइन, कहिले म उसको घरमा सुत्ने, कहिले ऊ मेरो घरमा सुत्ने गरेर स्ट्रगलिङ फेजमा हामीले स्ट्रगल गऱ्यौँ। अनि फर्स्ट फिल्म आउँदाखेरि पनि म यति नै खुसी थिएँ। उसको फर्स्ट फिल्म उसलाई त्यो भिजुअली हेर्दाखेरि त्यति नै खुसी थिएँ। आज पनि म त्यति नै खुसी छु। अनि सो तिमीलाई चाहिँ कस्तो फिल भइरहेछ यार त्यो मसँग बसेर इन्टरेक्ट गर्दाखेरि चाहिँ मेन चाहिँ? यार हेलो हुन भन्दै पहिल्यै इमोसनल बनाइदियो होइन। थ्याङ्क यू सन्जुक सर। होइन मलाई कस्तो खुसी लागिरहेछ किनभने सन्जोगलाई मैले 10 वर्षभन्दा अगाडि भेटेको हो र हामीले सँगै जर्नी सुरुवात गरेको थियौँ 10 वर्ष अगाडि। अनि कति कुराहरू जस्तो मेरो सिनेमा आउनुभन्दा अगाडि उसको एउटा म भन्ने सिनेमा आएको थियो क्या होइन। अनि अनि त्यो फर्स्ट डे अनि 11 बजेको सो थियो सिभिलमा। अनि जस अब 2टा स्क्रिन हो कि 3टा स्क्रिन जति थियो। अनि फर्स्ट सोमा चाहिँ मान्छे नै थिएन कि त्यहाँ होइन। अनि मैले गएर होइन मेरो साथी फिल्म हेर्न आएको म होइन, म थानकोटदेखि आएको, प्लिज लगाइदिनु न भनेर रिक्वेस्ट गरेर मैले हेरेको थिएँ। पछि चाहिँ 2जना अरू पनि अडियन्स थपिनु भयो होइन। अनि 3जनाले हेरेको थियौँ त्यो सिनेमा। अनि साथीलाई कस्तो भने आफू सँगै जर्नीमा हिँडेको साथीलाई चाहिँ स्क्रिनमा देख्दाखेरि अर्कै मजा आउँछ कि जस्तो सन्जोगले जसरी भन्यो होइन। अनि भन्यो भने है मैले तिमीलाई एनिवेज मेरो एकदम नजिकको पात्र हो। अनि उसको घरमा मैले कतिचोटि खाएको छु, सुतेको छु होइन। अनि दुःख सुख हामीले साटेको छौँ। अनि कहिलेकाहीँ रोएको छौँ, कहिले धेरै जसो हाँसेको पनि छौँ होइन। अनि जहिले पनि ऊ मेरो पछाडिबाट हुन्छ क्या होइन। अनि अहिले फर्स्ट टाइम होला हामी यसरी एउटा सिनेमामा गरेको अनि सँगै एउटै स्क्रिनमा पनि छौँ। अनि त्यो नै एकदम मेरो लागि स्पेसल थियो। र साथसाथै उसले टिचिङ गरेको स्टुडेन्ट अनि मेरो अपोजिटमा भनेको त्योभन्दा सुनमा सुगन्ध भने जस्तै हो होइन। अनि आज यसरी एक्टर्स हब उसले इस्टाब्लिस गरेको छ अनि यो ठुलो अचिभमेन्ट जस्तो लाग्छ मलाई। अनि किनभने म जस्तै हिजोको दिनमा जस्तो हामीलाई कति कुराहरू सिकाइएको थिएन होला, गाइड गरिएको थिएन होला, उसले 10 वर्षको एक्सपिरियन्समा तपाईँहरूलाई यति धेरै कुराहरू सिकाइरहेको छ होइन। अनि जहिले पनि डिस्कस कसरी म स्टुडेन्टहरू नयाँ चिजहरू दिउँ, कसरी अगाडि बढौँ भनिरहेको छ। अब यहीबाट हाम्रो विमोचन भाइ पनि हुनुहुन्छ होइन, अस्ति नेसनल अवार्ड पाउनुभयो। अनि विमोचनको त्यो अवार्ड भनेकै नै सन्जोगको पनि अचिभमेन्ट जस्तो लाग्छ। र उसले धेरै गरेको छ र डाइरेक्टली इन्डाइरेक्टली कति कुराहरू कास्टिङदेखि लिएर डाइरेक्सनदेखि लिएर एज एन एक्टर पनि काम गरिरहेको छ। उसले जसरी मल्टिपल काम गरेको छ त्यो गुण ममा छैन। अनि त्यो हिसाबले गर्दाखेरि थ्याङ्क यू सो मच सन्जुक। हाम्रो यो लभली जर्नी 10 वर्षको जर्नी होइन, अझै कति दिन म चाहन्छु कि बुढो हुँदासम्म सँगै सिन्सियर गर्न पाइयोस् होइन। अनि थ्याङ्क यू सो मच हजुरहरूलाई पनि हजुरको प्रेजेन्सको लागि। एकदमै अब इमोसनल बनायो मेरो साथीले चाहिँ होइन। अनि अब राम्रो सिनेमा दिने प्रयास गरेको छौँ। अनि अब कति कुराहरू साउने अब यो चाहिँ हाम्रो किनकि अब सम्बन्ध छ नि त, त्यसले गर्दाखेरि अलिकति भावुक भएर बोलियो होला। तर अब चाहिँ हामी सिधै फिल्ममा जान्छौँ होइन। सो डिरेक्टरसँगै सोधौँ हामीले होइन, तपाईँसँग लट्स अफ अप्सन्स थियो टु मेक द सिनेमा। वी अलमोस्ट हेभ भेरियस अफ कन्टेन्ट्स नि त होइन, हन्ड्रेड्स अफ कन्टेन्ट्स, तर पनि यु चोज टु मेक गौथली। अनि ट्रेलरमा हामीले हेरिराख्दाखेरि एउटा अटिजम भएको क्यारेक्टर र एउटा माइनर क्यारेक्टरको लभ स्टोरी जस्तो देखिन्छ। हो सब प्लटहरू डिफ्रेन्ट छन् फिल्ममा, तर डिरेक्टली हेर्दा ट्रेलरमा मात्र हेर्दाखेरि है फिल्म चाहिँ फेरि इट इन्क्लुड्स लट्स अफ अदर थिङ्स होइन। त्यो त तपाईँहरूले फिल्म हेरेर थाहा पाउनुहुन्छ, तर ट्रेलरमा हेर्दाखेरि त्यो देखिन्छ नि त। सो यो कन्टेन्टमा चाहिँ तपाईँ किन रुचाउनु भयो त फिल्म बनाउनलाई? यस्तो भयो, मसँग आबद्ध अर्को एकजना हुनुहुन्छ सुमन गिरी भन्ने। उहाँ चाहिँ हाम्रो फिल्मको प्रड्युसर पनि हो। वी आर प्रोड्युसिङ द फिल्म टुगेदर। अनि उहाँ चाहिँ छक्का पन्जाको प्रड्युसर भएर लास्ट 10 इयर्सदेखि छक्का पन्जामा काम गर्दै हुन्थ्यो। अनि उहाँसँग अब हामी सँगै काम गर्ने भनेपछि उहाँ चाहिँ अब कमेडी जनराबाट आउनुभएको होइन। त्यो भएकोले गर्दा एक किसिमको कमेडी फिल्म बनाऊँ भनेर हाम्रो लागेको थियो, एन्ड यु नो द्याट इज वेल। अनि लास्टमा हामीले चाहिँ के सोच्यौँ भने होइन, लेट्स मेक समथिङ विच मिन्स टु द अडियन्स एन्ड let's not only run for the success immediately. Let's make a film which stays with us for quite some time.
भनेर हामी त्यो खोजाइमा जाँदाखेरि चाहिँ 25 वर्ष अगाडि मेरै बुवाले बनाउनु भएको फिल्म गौँथली थियो, जो चाहिँ गीति फिल्म थियो, फर्स्ट गीति फिल्म। आई थिङ्क इट्स द ओन्ली गीति फिल्म टिल टुडे होइन। त्यसमा चाहिँ रफली अराउन्ड 60 songs माई ड्याड हेज रिटन। So before that also he did lots of good commercial films like Sathi, Chori Buhari, Ek Number Ko Paake, and all those films. And then he finally made that film as well. Today he's been known for making other films, but he's mostly known for making Gauthali. And that is because this is very true to heart, as well as it is it touches people's core more than anything. होइन? So I also thought that is very important subject. And त्यतिखेर गीतको मात्रै थियो। अनि त्यसपछि हामीले त्यो फिल्म डिजिटल्लीमा रिलिज पनि भएको थिएन र पछि गर्ने यता गर्ने उता गर्ने भन्दा अहिलेसम्म रिलिज भएको छैन। त्यो भएकोले गर्दा आई थट दिस इज द बेस्ट अप्सन टु रिडु द होल थिङ। अहिलेको नयाँ टेक्नोलोजीहरू छ होइन, नयाँ एनर्जेटिक आर्टिस्टहरू छन् होइन। अनि त्यो भएर चाहिँ लेट्स टेल अहिलेको यङ्स्टर्सहरूले बुझ्ने र पहिलाकोले पनि बुझ्ने गरी प्यान नेपाल language राखेर बनाएको छ। We have not gone to any specific area and we have used any dialect of any cities or any villages. So it's pan Nepalese dialogue राखेर conscious decision गरेर let's make a Nepali film which is going to be true Nepali by core, and we can show this film throughout the world and a Nepali could be proud of this film भनेर त्यही भएर चाहिँ हामीले गौँथली राखेको। Then we went embarked in this journey and then we met you and then you helped us with casting as well things. सो अनि सिमरनलाई चाहिँ कतिको च्यालेन्जिङ भयो काम गर्नलाई, क्यारेक्टर बिल्ड गर्न कतिको गाह्रो भयो, त्यो भन्दा पनि अझ सेलेक्सन फेजदेखि नै। सो लाइक तिमी गौँथलीमा कसरी आबद्ध हुन पुग्यौ अनि त्यसपछि चाहिँ गौँथलीमा काम गरिराख्दाखेरि चाहिँ कस्तो फिल भयो त? हजुर, मलाई चाहिँ गौँथलीमा चाहिँ हाम्रो चिफ एडिट दाई हुनुहुन्छ, गिराज दाई, उहाँको थ्रु कुरा भएको रहेछ। अनि मलाई कल गर्नुभयो, भान्जा दाईले हाम्रो प्रड्युसर हुनुहुन्छ उहाँ चाहिँ। सो भान्जा दाईले कल गर्नुभयो अनि मिटिङको लागि बोलाउनु भयो। म मिटिङमा भेट्न गएँ। अनि त्यसपछि हामीले अरू पनि नानीहरू हेरेको छौँ है भन्नुभयो। अनि मैले हुन्छ भनेर म घर गएँ। अनि फेरि नेक्स्ट डे बोलाउनु भयो है हजुरहरूले। अनि अडिसन लिनुभयो। अनि अडिसन लिएपछि त्यति बेलामा पनि अरू पनि धेरैजना हेरिरहेको छौँ है हामीले भन्नुभयो। सो अनि पछि चाहिँ फोन गर्नुभयो, तिमी नै सेलेक्ट भयो भनेर। सो मेरो कास्टिङ चाहिँ यसरी भयो। अडिसनमा कतिको एक्सपेक्टेसन थियो कि थिएन कि वा तिमी अडिसन दिनै किन गयौ? किन अडिसन दिनको लागि पनि हामीले पनि स्पेसिफिक अडिसन दिनको लागि एउटा टिमलाई विश्वास गरेर मात्रै गइन्छ नि त, वा यस्तो खालको फिल्म हुन लाग्छ भनेर। सो त्यो अडिसन दिन किन गयो अनि एक्सपेक्टेसन के थियो अडिसनमा? हजुर, मैले एक्सपेक्टेसन चाहिँ म लाइफमा केही कुराको नै राख्दिनँ होइन सर। त्यो अडिसन दिँदाखेरि पनि मलाई ठिक छ अडिसन दिन्छु, भयो भने एकदम राम्रो, भएन भने ठिकै छ टाइपको थियो। तर त्यही हो, अब अडिसन दिन त अब हामी सबैजना नै गइरहेको हुन्छौँ नि त, त्यो केही नै सोचेर जाँदैनौँ। अथवा सरले अलरेडी मुभी पनि बनाइसक्नु भएको थियो, हेरी कि प्यारी, राम्रो टिम छ भनेर सुनेर नै अडिसन दिन गएको। अनि पछि प्रोसेसमा चाहिँ कस्तो भयो त टिमसँग काम गर्न चाहिँ? हजुर, मलाई अलिक च्यालेन्जिङ नै थियो मेरो लागि, किनकि मैले अब आजभन्दा अगाडि लिड एक्ट्रेसमा कहिले पनि काम गरेको थिएन नि त। अनि अरू बेलामा चाहिँ के हुन्थ्यो भने धेरै ब्रेक हुने, यस्तो सिरियसली मैले कहिले नि लिएको थिएन जस्तो लाग्छ केही कामलाई। तर हजुरले एकदम धेरै हेल्प गर्नुभयो सर मलाई। अनि मेरो को एक्टर हुनुहुन्थ्यो उहाँले, मेरो डिरेक्टर सरकोमा चाहिँ के थियो भने मेरो प्रति एकदम क्लियर भिजन थियो क्या। गौँथलीले कसरी आँखा ब्लिङ्क गर्छ, गौँथली कसरी हेर्छ, गौँथली कुन बेलामा कसरी बोल्छ, यस्तो सानो सानो कुराहरू चाहिँ सरले एकदमै धेरै मलाई हेल्प गर्नुभयो। र मलाई चाहिँ यस्तो लाग्छ सर, म यो फिल्ममा चाहिँ डिरेक्टर एक्टर भएर धेरै काम गरेँ जस्तो फिल लाग्छ। रमाइलो भयो? हजुर, एकदमै रमाइलो भयो चाहिँ, लर्निङ जर्नी भयो मेरो लागि। समहाउ अब सिमरनको क्यारेक्टर चाहिँ च्यालेन्जिङ इन अ सेन्स चाहिँ एउटा एरा क्रिएट गर्नुपर्ने थियो, त्यसले गर्दाखेरि च्यालेन्जिङ थियो। अरुणको क्यारेक्टर चाहिँ फिजिकल्ली नै च्यालेन्जिङ थियो क्या, फिजिकल्ली नै च्यालेन्जिङ थियो। सो टिमलाई चाहिँ क्यारेक्टर जस्तो सुरुमा अफर कसरी भयो सिनेमा, अनि त्यसपछि क्यारेक्टरमा जाँदाखेरिको च्यालेन्जेस र पछि कस्तो कुन प्रोसेसमा जाँदा चाहिँ कसरी चाहिँ गयो त? म एकदमै यो लास्ट आवरमा जोडेको होइन, सञ्जोगलाई पनि थाहा छ, हामी सँगै थियौँ होइन। अनि म एउटा फिल्मको सुटिङमा चाहिँ काभ्रेमा थिएँ कि। अनि त्यसपछि हाम्रो गिरिराज दाईले कल गर्नुभयो। अनि हामी कपिल सर, गिरिराज दाई अनि हाम्रो सुमन दाई प्रोड्युसर, उहाँहरूसँग मेरो भेट भयो। भेट भइसकेपछि गौँथली बनाउने भन्नुभयो होइन। गौँथली त मैले सानोमा हेरेको थिएँ, एकदमै सानो थिएँ। अनि त्यसपछि ओके यसलाई चाहिँ अब न्युली भर्जनमा फेरि बनाउँछु भन्नुभयो। अनि त्यही माथि फेरि अर्टिस्टिक क्यारेक्टर भन्नुभयो कि। अनि अब मलाई त्यो अटिजमको बारेमा त्यति धेरै नलेज थिएन होइन।
अनि मेरो पर्सेप्सन चाहिँ अटिजमलाई लिएर सबै एउटै हुन्छन् होला जस्तो लागिरहेको थियो। अनि त्यही माथि सरले चाहिँ माइल्ड अटिजम भन्नुभएको थियो। अनि घरमा गएर रिसर्च गरेँ माइल्ड अटिजम। अनि त्यसपछि स्क्रिप्ट पठाउनु भयो, मलाई एकदम मन पर्यो स्क्रिप्ट होइन। अनि किनभने सरहरूले एकदमै मेहनत गर्नुभएको थियो। अनि त्यसपछि अब 3 दिन मात्रै थियो होला है हामीसँग, 3 दिन मात्रै, 4 दिन मात्रै बाँकी थियो, यही आएको थिएँ म। अनि सन्जोगले ल अब रिहर्सल गरौँ भने होइन, मैले त क्यारेक्टरै बुझेको छैन। होइन यार, म आँटै आइरहेको छैन, किनभने अब त्यो नर्मल क्यारेक्टर भएको भए चाहिँ प्ले गर्न सकिन्थ्यो। अटिजम अनि त्यसलाई चाहिँ अब नबुझेर चाहिँ एकदम ओभर देख्छ क्या। अनि त्यो चाहिँ अरूको समुदायलाई एकदमै होइन, एकदम हट हुन्छ जस्तो मलाई लाग्यो होइन, किनभने त्यो त खेलबाड गरे जस्तो हुन्छ नि त। मलाई एकदम डर लागिरहेको थियो। सन्जोग पनि थियो, सन्जोग कसरी गर्ने त भन्छ कि हामी सँगै वर्कआउट गरेको छौँ होइन। अनि त्यही माथि चाहिँ अब कति कुराहरू सेटमा गइसकेपछि मैले जति रिसर्च गरेँ त्योभन्दा धेरै क्लियर मेरो डिरेक्टर हुनुहुन्थ्यो होइन। अनि माइल्ड अटिजमलाई लिएर अनि पछि ओके अब चाहिँ गर्न सकिन्छ होला भन्ने हिसाबले चाहिँ अनि बिस्तारै पुलअप गर्दै लगियो क्यारेक्टरलाई। अनि तर चाहिँ मैले अहिलेसम्म गरेको पात्रहरूमा चाहिँ एकदमै इन्जोय गरेको पात्र चाहिँ पर्छ। तर सबैजनालाई कति गाह्रो भयो भन्नुहुन्छ, अनेस्टली पनि मलाई गाह्रो भएको थिएन कि होइन। मैले एकदम इन्जोय गरेको थिएँ। अनि यो क्यारेक्टरलाई चाहिँ जति इन्जोय गर्यो त्यति लाइटली देखिन्थ्यो स्क्रिनमा। अनि मलाई चाहिँ यो क्यारेक्टरले एउटा ठुलो लेसन चाहिँ के सिकायो भनेपछि एक्टिङ गर्दाखेरि जति एफर्ट दिइन्छ नि, अनि त्यो भनेको एकदमै समहाउ वर्स्ट पर्फर्मेन्स निस्किन्छ जस्तो मलाई लाग्छ क्या। अनि एकदम इन्जोय गरेर पात्र निभाइयो भने चाहिँ साइन हुन्छ जस्तो मलाई लाग्छ। अनि त्यही भएर एकदम राम्रो एक्सपिरियन्स भयो एज अ पर्सन पनि, एज एन एक्टर पनि। सो फिल्म बनाउँदाखेरि चाहिँ एउटा डिरेक्टरलाई अनि प्रड्युसरलाई चाहिँ लट्स अफ च्यालेन्जेसहरू हुन्छ क्या होइन। फिल्म सेल पनि हुनु पऱ्यो नि त मार्केटमा। अनि त्यो फिल्म सेल गर्ने चक्करमा चाहिँ एक्टर्सहरूको सेलेक्सन यस्तो भइदिन्छ कि कहिलेकाहीँ मेन कथाहरू मर्छ क्या। तर अहिले कम्पेरिटिभ हेर्दाखेरि अरुण पनि 3-4वटा फिल्म पुरानो त हो, सिमरन पनि 3-4वटा फिल्म त पुरानो हो। तर मार्केटमा चाहिँ कम्पिटेटिभ सेक्सनमा चाहिँ कसरी गइरहेको छ त भन्ने कुरा त डिरेक्टर्स र प्रड्युसरलाई त एटलिस्ट च्यालेन्ज त हुन्छ नि। अनि बतौर त्यो च्यालेन्जेस पनि वाइ डु यु चोज टु लाइक वर्क विथ दिस टु एक्टर्स? इट्स अ भेरी गुड क्वेसन। मेरो पहिलो फिल्म पनि मैले गर्दाखेरि होइन, आई ह्याड डिस्कस्ड विथ अ भेरी फेमस एक्टर हु वाज गोइङ टु प्ले द रोल अफ ह्यारी इन ह्यारी की प्यारी। एन्ड देन फिल्म बनाउने क्रममा झन्झन्डै 1 वर्ष ढिलो हुँदाखेरि त्यो फेमस एक्टर बिकेम लट मोर लाइक अ हिरो। He was always famous, but he became like a hero, like he's lost weight and the way he was looking, hairstyle and everything. And then I thought, मेरो जुन क्यारेक्टर छ त्यो क्यारेक्टरसँग मिट हुँदैन यो भनेपछि देन आई सेड ओके, हिरो नदेखिने को छ त भनेर हेर्दै जाँदाखेरि जितु नेपाल देख्यो। एन्ड हि इज अ फाइन एक्टर, हि इज अ फाइन एक्टर। सो आई कल्ड हिम एन्ड आई सेड, जितु भाइ अब एउटा फिल्म बनाउनु पर्ने छ। सो आई न्यारेटेड हिम द स्टोरी एन्ड ही सेड आई लभ इट, आई एम गोइङ टु डु इट। अनि मैले अनि उसले हुन्छ भनेर सबै गयो। अनि एकछिनपछि मैले भने तिमीले बुझ्यौ कथा एकदम सबै राम्रो छ, किन तिम्रो अगेन्स्टमा त साम्राज्ञी छ भने। अनि ऊ छक्क भएर क्या, उसले चाहिँ विजय बरालको क्यारेक्टर सम्झाएर रहेछ क्या, किन विजय बराल चाहिँ काकाको क्यारेक्टर हो जो चाहिँ कमेडियन क्यारेक्टर छ। अनि उसले गएर फेरि उसको वाइफ बहिनीलाई पनि भन्यो, दे अल्सो थट हि वाज पुलिङ जोक होइन, प्राङ्क गरिरहेछ भनेर। सो वेन यु फाइन्ड एन एक्टर, वेन द एक्टर सुट्स द्याट क्यारेक्टर, वाट अ डाइरेक्टर हेज अ भिजन, at that moment, I don't know whether I am right or wrong. I don't look at finance. Because for me, yes, the film has to run, has to make money. In the box office, it has to do good. That means the film, lots of people have seen the film. Blockbuster hit, lots of people have seen the film. To direct, it does not tell you whether those lots of people like the film or not. That is very important. So if you look at old films, you have so many directors, so many actors on the frame here. They have done amazing films. If I ask you how much Al Pacino's last movie, Heat, did the business of, I'm sure none of you will remember and none of you care. But you know that was a good film. And what we need to do is, in this room at least, we need to think about film. Yes, box office is important. I always say that is not. So again, when I was making Gaunthali, I needed a Gaunthali. Yes, you're right. I could approach any leading actress and say, do you want to play Gaunthali? But then people will see that as an actor who's done this film, that film, and now she's doing Gaunthali. Whereas when you look at Simran, you know she's Simran,
But lots of people, they will see is Gauthali. That's it. So we have to see the people, the audience has to see Gauthali in this face. And that was the reason. And similarly with him also, if he was showing six packs and done lots of films and people were wild, crazy, probably he would have not done this role. So we knew he was a very good actor. He's working, his work ethics is very good, and he's coming up in the ladder as well. And I thought, what a great chance to grab him while he's growing so that we can be part of it. And hence we have Gauthali here. Thank you. अरुणको केसमा त झन् अरुण त एकदम कम्प्याटिभ हेर्ने हो भने त ऊ त हिरोइक सिनेमाहरू गरिरहेको थियो नि त जस्तो लाइक हिरोइजमवाला सिनेमा नै गरिरहेको थियो अनि उसको अपियरेन्स वाइज पनि मैले नै उसलाई कास्ट गर्नु पऱ्यो भने पनि हिरो त्यो लाइक नर्मली सो कल्डवाला हिरोवाला फेजमै राख्छु नि त तपाईँले चाहिँ उसलाई क्यारेक्टर कसरी देख्नु ल आज म भनिदिन्छु यो आज म यो भनिदिन्छु त हैन? मैले पनि सुन्नुपर्ने छ। म सबैले के भन्यो भने मेरो चिफ असिस्टेन्ट डाइरेक्टर दाइ अरुण छेत्री भन्ने चाहिँ बबाल छ, राम्रो काम गर्छ, यस सबैको तारिफ भएको छ, एकदम चाहिँ उसलाई भेटौँ भन्यो। कुन फिल्ममा काम गरेर चाहिँ महापुरुष आई हेभ नट सिन होइन, आई हेभ नट सिन, आई डोन्ट इभन नो हाउ हि लुक, सो आई हेभ नट सिन एनिथिङ। सरी, म चाहिँ 32 इयर्सदेखि आई लिभ इन युके, आइ एम अ डेन्टिस्ट बाई प्रोफेसन एज वेल है। सो मैले उसलाई देखेकै छैन, हेरेकै छैन, तर राम्रो एक्टिङ गर्छ, अब चिफ एडीले भनेपछि त जानु पऱ्यो होइन। सो वी मेट हिम एन्ड देन हि कम्स almost like this with a hat, with a long हातमा ट्याटु गरेर यस दाइ नमस्ते दाइ गर्दै आयो। हेरेँ अब यस्तो हेरेँ मैले होइन। मेरो अर्को एउटा फिल्म छ विच आई हेभ अ फिल्म विच आई वान्ट टु मेक एट सम पोइन्ट होइन, वेयर देयर इज अ ग्याङ्स्टर एन्ड थिङ्स लाइक आई थट ही फिट्स इन्टु द्याट रोल भेरी वेल। त्यो फिल्म बनाउँ कि क्या हो होइन। अनि भान्जाले पनि मामा यो त, हि कल्स मी मामा है, सुमन गिरी कल्स मी मामा यो त अर्को फिल्ममा पो सुट हुन्छ त यस्तो होइन, ठिक छ कुरा गर्दैछ। सो वेन आई स्टार्टेड टकिङ टु हिम एन्ड देन वेन आई स्टार्टेड डिगिङ डिप, then I thought, okay, yes, I can now see him in this. Then I just thought, yes, he will do that role. Because the important thing is this, what a director wants is when you are narrating or when you're having a first discussion is, what type of question the actor is asking you. That is very important. How much clear he is in his mind, or if he is not clear, that's not a problem. But is he asking the right questions? And that is important. And his ethics towards work, his ethics towards listening. अब मैले कसैलाई गएर पिच गर्दाखेरि चाहिँ त्यसले फोन उठायो भनेदेखि I will tell you now, that fellow is never going to be working in my film. Because you need to be 100% concentrated what the person in front is telling you, not what the person who might be sleeping in his bed and talking to you. That would be the reason. He might be in the bed talking to you and you are giving that person more priority than me. That is wrong. So that is what I would like to tell you. And I think I have at least this much thing to tell the audience as well. So this was the question. And the way he was asking, the way he was trying to know about the character and all those things, I thought he is going to be good. And obviously then I went and saw a little bit of Mahapurus. I didn't see the whole thing. I forwarded it wherever he was and I saw it. Then I liked it. And that's when he was there. Obviously रिग्रेट चाहिँ गर्नु भएन तपाईँले। सो So we have a journey ahead. अब चाहिँ जर्नीमा जाउँ ल, गौँथलीको बारेमा फेरि हामी ब्याक हुन्छौँ, तर जर्नीमा जाउँ। सिमरन, why did you wanted to become an actress? सो यो क्वेसनको एन्सर चाहिँ मलाई साँच्चै थाहा छैन, किनकि अब म जति बेलादेखि सानो थिएँ नि त्यति बेलादेखि नै मैले भन्थेँ कि मलाई चाहिँ एक्ट्रेस बन्नु छ, मलाई चाहिँ हिरोइन बन्नु छ। यतिसम्म कि मलाई त्यो घरमा आशीर्वाद दिनुहुन्छ नि टिका लगाउने बेला, त्यति बेला मलाई यस्तो भन्नु, सबैको घरमा त्यही त हो नि, डक्टर बन, इन्जिनियर बन, पाइलट बन। अनि मेरो हजुरबाले मलाई टिका लगाउँदा नि ह्या मलाई हिरोइन बन भन्नु न, म हिरोइन बन्ने हो कि, म चाहिँ यस्तो भन्दैछु। सो मलाई अनेस्टली थाहा छैन र म यदि एक्ट्रेस नभएको भए चाहिँ मेरो पुरै बेइज्जत हुनेवाला थियो मेरो स्कुलमा, किनकि मेरो होल सिनियरदेखि जुनियर सबैलाई थाहा थियो कि सर मलाई चाहिँ एक्ट्रेस बन्छु भनेर। सो फर्स्ट मुभ चाहिँ तिमीले के लियो त एक्ट्रेस हुनको लागि? फर्स्ट मुभ चाहिँ मैले एउटा म्युजिक भिडियो गरेको थिएँ जुन चाहिँ म एक्टिङ क्लास जोइन गर्नुभन्दा अगाडि नै। अनि म्युजिक भिडियो गरेँ, अनि म्युजिक भिडियो गरिसकेपछि ठ्याक्कै मेरो +2को एक्जाम सकिसकेको थियो। अनि हो अब बाहिर जाने यस्तो कुरा भइरहेको थियो नि त घरमा। अनि अब बाहिर गयो भने त हराइन्छ भनेर, अनि हराइन्छ, त्यही भएर मैले अब ट्राई नै नगरे त कसरी एक्ट्रेस हुन्छु भनेर चाहिँ मैले यस्तो फेसबुकतिर खोजेँ। अनि त्यसपछि अभियसली कान्तिपुर फिल्म एकाडेमीमा मेरो एडमिसन भयो। त्यसरी नै
भयो त्यसपछि मैले हजलाई भेटेँ अनि धेरै कुराहरू मैले हजबाट सिकेँ सर लाइफको बारेमा करियरको बारेमा एक्टिङको बारेमा सो आइएम भेरी थ्याङ्कफुल टु यु एउटा कुरा चाहिँ सिमरनसँग म थ्याङ्कफुल हुनुपर्ने कुरा चाहिँ के छ भने मैले चाहिँ अलमोस्ट टिचिङ छोडिसकेको थिएँ नेपाल फिल्म एकाडेमीमा पढाउँथेँ म अनि मैले टिचिङ छोडिसकेको थिएँ म टिचर भइसकेपछि मेरो एज एन एक्टर करियर चाहिँ ध्वस्त भयो भन्ने मलाई फिल भएर म छोडिसकेको थिएँ अनि सी वाज फेरि ऊ एकदमै सेल्फ मेड एक्ट्रेस हो प्रेमगञ्जको पनि उसले यहाँ पढ्दा पढ्दै अडिसन दियो प्रेमगञ्जमा ऊ सिलेक्सन भयो अनि प्रेमगञ्जको वर्कसप भइरहेको थियो वर्कसप भइराख्दाखेरि चाहिँ उहाँहरूलाई त्यतिखेर तत्कालीन वर्कसप जसले दिइराख्नु भएको थियो त्यो समयमा उहाँ चाहिँ एब्सेन्ट हुनुभएको छ त्यो दिनको लागि अनि म चाहिँ यत्तिकै हल्लिनको लागि गइरहेको थिएँ अफिसमा अनि त्यो दिन त्यो सर एब्सेन्ट भएकोले गर्दाखेरि डिरेक्टरले तपाईँ आज एक दिन गफ हानिदिनु त भन्नुभयो क्या एक दिन आज तपाईँले वर्कसप दिएर गफ हानिदिनु त भन्नुभयो अनि मैले त्यो दिन वर्कसप लिएँ अब मैले वर्कसप लिइसकेपछि के भयो भने चाहिँ उनीहरूले अब ऊ त्योभन्दा अगाडि फेरि उसको सिनियर भनेर चाहिँ थाहा थियो कान्तिपुरमा म उसको सिनियर थिएँ अभियसली थाहा थियो तर उसलाई मैले पढाउँछ के गर्छ भन्ने कुरा केही पनि थाहा थिएन अनि त्यहाँ मैले पढाइसकेपछि चाहिँ ऊ लगायत अरू 3-4जना लिड एक्ट्रेस बेनिसा हमाल अभियसली अनि उहाँ पनि हुनुहुन्थ्यो लिड एक्ट्रेस पनि हुनुहुन्थ्यो अनि सबैजनाले चाहिँ ल वर्कसप भनेर त यस्तो पो हुनुपर्छ त यस्तरी पो गराउनुपर्छ त भन्ने कुरा भयो क्या अनि त्यसपछि मैले ल ठिकै छ एउटा वर्कसप त गरिदिउँ न भनेर वर्कसप गराएँ कान्तिपुरमा म पढाउँदैन थिएँ त्यतिखेरसम्म अनि टिचर एब्सेन्स भइरहेको बेलामा चाहिँ अनि कसले पढाउने भन्ने कुराहरू चलिराख्दाखेरि चाहिँ को लिएर आउने त टिचर भन्दाखेरि चाहिँ उसले चाहिँ मेरो नाम लिएछ सञ्जोग दाइले खतरा पढाउनुहुन्छ भनेर उसलाई वर्कसपमा पढाइसकेको थिएँ नि त मैले अनि त्यसपछि मलाई कान्तिपुरबाट एप्रोच आयो अनि त्यसपछि जब उनीहरूको ब्याच भेटाएँ मैले त्यसपछि मैले चेन्जेस फिल गरेँ क्या स्टुडेन्ट्समा अनि त्यसपछि म जुन कुराले फ्रस्ट्रेटेड थिएँ त्यो कुरा चाहिँ अबको जेनेरेसनले हुनु पर्दैन कि सायद भन्ने कुरा रियलाइजेसन भइसकेपछि चाहिँ गर्यो अनि एकाडेमी खोल्नुमा पनि उसको एकदमै ठुलो हात छ क्या एक्चुअलमा चाहिँ सो मैले भने त छैन अहिलेसम्म तर म उसको लागि चाहिँ थ्याङ्कफुल हुनुपर्छ तपाईँहरू पनि हुनुपर्छ नत्र आज एक्टर्स अफ एकाडेमी हुँदैन थियो सो प्रेमगञ्जबाट गौँथलीसम्म आउँदाखेरि चाहिँ आफ्नो डेभलपमेन्ट चाहिँ कसरी देखिरहेको छौ तिमीले एज एन एक्टर सर टु बी अनेस्ट भन्नुपर्दा म त योभन्दा अगाडि काम गर्दा त नुब नै रहेछु फिल भएको मलाई अनि हजुर त्यही नै हो सर सर हजुर भनिदिनु मैले के भन्नु मलाई तिम्रो दुईजना बारेमा सोध्ने बेला त आउँदैछ होइन सर त्यही हो अस्ति यति धेरै सिरियस चाहिँ म गौथलीमै भएको टु बी अनेस्ट भन्नुपर्दा किनकि हरेक अब कुन सर्ट दिने बेलामा के गर्ने कसरी एनालाइसिस गर्ने के चाहिँ गर्दा ठिक होला भनेर एकदमै धेरै खेलिरहेको थियो माइन्डमा नै सो त्यही नै हो सर अब सिक्दै गइरहेको छु अझ राम्रो गर्छु होला गर्नेछु अरूको केसमा चाहिँ सबैजना फ्रस्ट्रेटेड भएर अमेरिका जापान जान्छन् ऊ चाहिँ जापानबाट फ्रस्ट्रेट भएर नेपालमा एक्टर हुन्छु भनेर आयो क्या होइन सो के कुराले ड्र्याग गर्यो तिम्रो चाहिँ एक्टर हुने एम चाहिँ कहिलेबाट थियो अनि त्यसपछि तिमी जापानबाट यहाँ किन आयो कसरी आयो अन्धकारै थियो नि त इन्डस्ट्री त त्यति बेलामा त झन् स्टिल अब हेर्दाखेरि चाहिँ 10 वर्ष अगाडि कुरा त हो जस्तो लाग्छ तर 10 वर्ष अगाडि पनि यतिको चाहिँ थिएन क्या जस्तो डिरेक्टर्सहरूसँग भेट्नको लागि त एकदम 1-2 वर्ष नै लाग्थ्यो कि कुनै डिरेक्टरलाई फलो गरिसकेपछि त्यसलाई तिमी कसरी चाहिँ इन्भल्भ भयो त एक्टिङमा एकदम लामो छ है यो चाहिँ उहाँहरूले बुझ्नु एकदमै त्यो स्टेपमा हुनुहुन्छ नि त एकदमै लामो छ जर्नी चाहिँ तर म बच्चैदेखि हो अनि मलाई चाहिँ यस्तो एक्टर भन्दा पनि हिरो बन्नु मन थियो होइन मलाई त थियो हिरो बन्ने हो होइन पोस्टरमा आउनु पर्यो हिरो बन्नु पर्यो होइन त्यो वाला हो म माइन्डसेट मेरो पछिसम्म पनि थियो अनि संजोगहरूको माइन्डसेट चाहिँ होइन अब उनीहरू अरूसँग फर्स्ट टाइम भेटेको म भन्छु अहिले एकछिनमा अनि जो सानैदेखि हो मलाई एकदम इन्ट्रेस्ट भएको छ म अघिको सर्टली भन्छु ल लामो छ अनि त्यसपछि म जापान गइसकेपछि हामी फ्यामिली नै उतै थियौँ अनि जापान गएपछि मेरो ब्राजिलियन साथीहरू अमेरिकन साथीहरू मोडलिङ गर्थ्यो कि अनि मोडलिङ गरिसकेपछि अब जापान गइसकेपछि एक लेभलको छोडिन्छ नि त यो चिजहरू आफ्नो सपनाको कुराहरू एकदम इन्ट्रेस्ट छ मनमै छ होइन अनि त्यसपछि साथीहरूले चाहिँ यस्तो गुड लुकिङ छ किन ट्राई गर्दैनस् मोडलिङमा भन्न थाल्यो अनि त्यसपछि त अब मैले फेरि जागिहालेँ हिरोवाला होइन अनि त्यसपछि कसरी हो त भनिसक्यो अब 2014-15तिरको कुरा हो कसरी हो भने वेबसाइटहरू देखायो अनि त्यसपछि तपाईँ एजेन्सीहरू हुन्छ होइन 4-5वटा एजेन्सीमा आफै गएर फोटो खिच्न पठायो नि अझ अनि पठाएर फर्म फिलअप गरेर होइन अनि त्यसरी गरेँ अनि त्यस्तै गर्दै गर्दै अनि बिस्तारै अनि तपाईँको डकुमेन्ट्री ड्रामाहरू अनि एडहरूको यस्तो हुन्थ्यो कि अनि त्यसमा चाहिँ एक्स्ट्राजहरू गर्नु पर्थ्यो कि
अनि त्यो गरेको बापत राम्रो पेमेन्ट हुन्थ्यो अनि गएर तपाईँ जस्तो अब त्यो बाहुबलीमा हुँदैन हात हाल्दाखेरि बाहुबलीवाला टाइपको हुँदैन reaction? त्यो चाहिँ तपाईँको मल्टिपल रियाक्सन दिने साइड लाग्ने हो होइन पाला दिनभरि कुर्नु पर्थ्यो अनि 15 मिनट जति जब हुन्छ सिङ्गल्ली पठाउँथ्यो सबैजनालाई अनि ठ्याक्क ग्रिन वालमा भयो अब एकदमै एक्साइटिङवाला एक्सप्रेसन भन्यो एक्साइट अब त्यो बेला त एक्टिङमा पनि लागेको थिएन नि त जे आउँछ त्यो दियो अनि स्याडवाला स्याड पनि दियो अनि सक्यो त्यो अब त्यो उनीहरूले ठाउँ ठाउँमा राखिदिन्छ नि त एक्सप्रेसन कहाँ अनि त्यसरी सुरु गरेको अनि अनि फेरि मलाई त्यो हुन्छ नि फेरि हिरो बन्न मन लाग्यो क्या अनि अब के गर्ने त भनिसकेपछि अनि तपाईँको फिल्मी खबरमा एभरेस्ट फिल्म एकाडेमी भर्खर खुलेको थियो अनि त्यसपछि अनि अब होइन गएर एकछिन सिकेरै जान्छु भन्ने हिसाबले सिरियसली अब किनभने एउटा अर्को पनि थियो किनभने त्यो एक्टिङतिर लाग्नु भनेको त्यो 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 लाइफस्टाइल पनि छोड्नु हो नि त होइन किनभने मलाई सपना जिउनु त बच्चैदेखि मन थियो तर अनि मलाई ठ्याक्कै एभरेस्ट फिल्म एकाडेमीदेखि अलिक कन्फिडेन्ट आयो होइन यहाँ त हिरो बनाइदियो रहेछ भन्ने थियो कि मलाई अनि फर्स्टमा अनि पछि हामी एभरेस्टमा उसको र मेरो भेट भयो कान्तिपुर बन्नुभन्दा अगाडि कुरा हो होइन अनि भेट भइसकेपछि ऊ अब सबै ऊ पनि हिरो बन्न आएको खास होइन अनि अनि बिस्तारै चाहिँ ऊ साथी चाहिँ होइन अल्पा चिनोहरू अनि लियोनार्डो डिक्याप्रियोहरूको मुभी हेर्न थालेँ इरानी मुभीहरू हेर्न थालेँ होइन म त स्टिल साउथ इन्डियन मुभीहरू हिन्दी फिल्महरू होइन सलमान खानको फिल्म हेरिराख्थेँ नि मैले। उसले जबरजस्ती हेराउने कि सलमान खान अनि सबैजना एक्टर बन्ने भन्थे म हिरो बन्ने भन्थेँ होइन अनि त्यो हिसाबले त्यसै सुरु गरियो अनि बिस्तारै अनि तपाईँको अब एक्टिङको भूत चढ्दै गयो होइन अनि फिल्महरू बुझ्न थालियो अनि एक्टिङको क्राफ्टहरू बुझ्दै बुझ्दै जान थालियो अनि त्यो पछि सिरियसनेस आउनु थाल्यो कि अनि एउटा पोइन्टसम्म त कन्फिडेन्ट मात्रै थियो नि त अनि पछि अनि क्राफ्टलाई डेभलप गर्दै गयो सँगै एउटै जर्नीमा छौँ हामी प्रायः कति कुराहरू मैले एक्टिङ गर्ने उसले खिचेको छ उसले एक्टिङ गर्ने मैले खिच्ने अनि अब हजुरहरू त अहिले यति चारवटा कतिवटा क्यामेरा देखिसकेँ मैले होइन अनि त्यसै सुरु भयो भनौँ न। सो च्यालेन्जिङ पार्ट चाहिँ स्ट्रगलिङ फेजमा चाहिँ जस्तो स्टुडेन्टहरूले पनि बुझ्न जरुरी छ होइन स्ट्रगलिङ फेजमा चाहिँ च्यालेन्जिङ पार्ट चाहिँ के हुन्छ त? अब अहिले यसरी फर्केर हेर्दाखेरि त सबैभन्दा चाहिने कुरा त पेसेन्स हो होइन अनि किनभने 10 वर्ष भयो 10 वर्ष मैले कतिवटा फिल्म गरेँ त अहिले होइन 5वटा फिल्म भनिसक्यो अब सर भन्दाखेरि 5वटा मजा आउँछ सुन्न होइन अनि त्यो हिसाबले गर्दाखेरि पेसेन्स नै हो अनि त्योमा त कस्तो हुन्छ नि कति कुराहरू डिमोटिभेट हुनुभन्दा बरु आफ्नो क्राफ्ट डेभलप गर्ने फिल्महरू हेर्नुहोस् भन्छु कि म धेरै फिल्म हेर्नुहोस् भन्छु म त होइन जति सक्नुहुन्छ त्यति फिल्म हेर्नुहोस् अनि तपाईँलाई मनदेखि लागेको जस्तो बन्नु मन लाग्छ नि कलाकार त्यो बन्नुहोस् भन्छु होइन प्राय चाहिँ कस्तो हुन्छ नि एउटा माइन्डसेट भएर मान्छे जर्नी स्टार्ट गरेको हुन्छ अनि बिचमा गएर होइन त यस्तो होइन नि यो हो भनेपछि अनि मान्छे ठक्क टर्न हुन थाल्छ क्या अनि त्यहाँदेखि तपाईँको हुन्छ नि त्यो भनेको तपाईँ फेलियरतिर जान लागेको हो क्या आफूलाई तपाईँले बिर्सिँदै गइरहेको जस्तो मलाई लाग्छ होइन तपाईँलाई साँच्चै हिरो बन्न मन लाग्छ हिरो बन्नुहोस् भनेर हिँड्नुहोस् होइन हिरोइन बन्न मन लाग्छ हिरोइन बन्छु भन्नुहोस् होइन एक्टर खतरा तपाईँ आर्टिस्टिक एक्टर बन्छु भने त्यही तरिकाले हिँड्नुहोस् त्यसरी डेभलप गर्नुहोस् भन्छु मलाई म चाहिँ अनि त्यो हिसाबले गर्दा त्यही अनुसारको सिनेमाहरू हेर्नुहोस् अनि सबै सिनेमाहरू हेर्नु भन्छु म चाहिँ सक्दो सबै थरीको जनराहरूको सिनेमाहरू हेर्नुहोस् त्यसले चाहिँ एकदम राम्रो गराउँछ एज एन एक्टर। हामी चाहिँ फर्स्टमा त हामी एभरेस्ट फिल्म एकाडेमी पढ्यौँ एभरेस्ट फिल्म एकाडेमीमा चाहिँ म ऊभन्दा सिनियर थिएँ म फर्स्ट ब्याच थिएँ ऊ सेकेन्ड ब्याच थियो अनि म चाहिँ सबै कुरा छोडेर एक्टिङमा मात्रै लाग्ने भनेर कामसाम छोडेर दिनभरि एभरेस्टमै बस्नु थालेँ उनीहरूको चाहिँ इभिनिङ सिफ्ट हुन्थ्यो हाम्रो मर्निङ सिफ्ट हुन्थ्यो क्लास अनि उसलाई फर्स्ट टाइम भेटेको अनि म यस्तो मेडिटेसन गर्दै थिएँ चौरमा एउटा भ्रम हुन्छ नि त अब खतरा एक्टर हुने भनेर चौरमा सुतेर मेडिटेसन गर्ने फेजमा थिएँ म चौरमा सुतेर मेडिटेसन गर्दै थिएँ ओप्पा ग्याङनम स्टाइल पुरा त्यो चौरमा त्यो ओप्पा ग्याङनम स्टाइल अब आवाज आएको भयो क्या अनि यो त डिस्टर्ब भयो यार उठेर यस्तो हेर्न गएको अरुण पुरा एक्लै दिइरहेको रहेछ यस्तो अहिले त राम्रो नाच्छ होइन त्यति बेला त उसलाई डान्स त्यति बेला त डान्स जिरो थियो उसको त्यतिखेर डान्स मभन्दा धेरै राम्रो ऊ नाच्ने होइन ऊ अगाडि आउँदाखेरि पनि तर कन्फिडेन्ट लो भएन म ढोकामा बसेर हेरिरहेको छु को हो यो नमुना होइन ऊ नमुना पाराले दिइरहेछ क्या फेरि सकि नसकु अनि पछि त्यसपछि बाहिर निस्केपछि त्यो डान्स गरेर भएन भनेर हाम्रो कुराकानी सुरु भयो क्या कन्भर्सेसन अनि त्यसपछि चाहिँ अनि त्यसपछि ठ्याक्क अब एभरेस्ट पनि टुट्यो अनि कान्तिपुर सुरु भयो अनि कान्तिपुरमा गइसकेपछि चाहिँ ऊ र म दुईजनाले कान्तिपुर जोइन गरेर हामी फर्स्ट ब्याच भयो सुरुमा चाहिँ रमाइलो तरिकाले भेट भएको थियो सो सर अब दुईजनाको जर्नी त सुन्ने होइन सो एक तरिकाले हेर्दाखेरि तपाईँको आफ्नो स्ट्रगल त छँदैछ पर्सनल स्ट्रगल त छँदैछ तर समहाउ ड्याडीको त एउटा छ नि त लेगेसी
त्यसको हिसाबले प्रिभिलेज पनि हुनुहुन्छ तपाईँ कम्पेरिटिभली हेर्दाखेरि नर्मल नेप्लिजहरूलाई हेर्दाखेरि प्रिभिलेज पनि हुनुहुन्छ अनि सो तपाईँ लन्डनमा स्टडिड ब्रट अप त्यही लन्डनमा भइरहेको मान्छे सो कसरी तपाईँलाई फिल्म त एकदम फिल्म त हेर्दा मात्रै मजा हो नि त लिटरली भन्ने हो भने त सुटिङ प्रोसेसदेखि लिएर मेकिङ प्रोसेस त एकदम तुच्छ नै हुन्छ नि त हाम्रो स्ट्रगल त खासमा फिल्म मेकिङको प्रोसेस त हामीले इन्जोय गर्छौँ आफ्नो ठाउँमा छ तर नर्मल्ली प्रिभिलेज मान्छेहरू चाहिँ आउन खोज्दैन तर तपाईँलाई चाहिँ के कुराले ड्र्याग गर्यो सिनेमामा अनि तपाईँ कसरी सिनेमामा आउनुभयो डक्टरेट छोडेर अहिले पनि सिनेमामा लागि परिराख्नु भएको छ सो वाट इन्सपायर्स यो त त्यसको लागि चाहिँ यो चाहिँ कस्तो भनेदेखि आर्ट फर्म इज समथिङ विच वन्स यु लभ इट होइन त्यसलाई जति पनि दिमागले सोचेर यसलाई हटाउँछु भन्ने पनि त्यो हटाउन सकिँदैन कुनै क्यालकुलेसन हुँदैन त्यसपछि होइन इट इज जस्ट लाइक आइएम स्योर यु अल हेभ फलन इन लभ फर्स्ट टाइम होइन so when you are fallen in love and then there is no day, there is no night, you just think about that person, then when you break up, then the world crumbles, and when you find the next girl or the next boy, then the life starts again. Right? So similarly, that feeling when you are truly in love, that is the love of cinema and art form, any sorts of art form. That is what happens to you. I'm very privileged. I'm thankful to God. Okay. But the nice thing is this, my grandfather was also a poet. He's written some books. My dad has written lyrics, songs, made movies and all those things. And he's successfully a very successful doctor as well. मेरो बुवाको cousin is Kali Prasad Rizal. He's a fantastic lyricist. Okay. So I think this comes within our family. So why it comes in our family is very important. There is no, I always say, ट्यालेन्टको कमी नेपालमा छैन सबैमा ट्यालेन्ट छ अपर्च्युनिटीको कमी छ क्या अपर्च्युनिटीको कमी छ सो वेन वी वे यङ प्रोबेबली आई ह्याड भेरी लिटल ट्यालेन्ट बट हामी केटाकेटी हुँदाखेरि टन्ना लगाएर पर्दा जस्तो बनाएर हजुरबुवा बाउहरूलाई पछाडि राखेर टिकट लिएर पैसा गरेर हामी नाटक गर्थ्यौँ क्या एन्ड दे इज टु सिट दे इज टु इन्जोय दे इज टु पे मनी सो वाट द्याट इज इन्करेजमेन्ट द्याट इज नर्चरिङ द ट्यालेन्ट So I have grown up with that family and that is what I have done when I was growing up. So school college पढ्दाखेरि पनि मैले नाटकहरू गरेँ त्यसपछि मेरो मेडिकल कलेज पढ्दाखेरि मैले एउटा सर्ट फिल्म बनाएको थिएँ त्यो फिल्म सर्ट फिल्म बनाउने भने एउटा मेरो टिचरले साउथ दुबई सुबईबाट क्यामेरा लिएर आएको छ VHS क्यामेरा त्यसमा मागेर फिल्म बनाइहाल्यो होइन फिल्म त बनाइयो अब एडिटिङ सेडिट त केही आउँदैन राखिराखेँ नेपाल आएको बेलामा गौरीशङ्कर दाई हुनुहुन्न गौरीशङ्कर दुजुलाई भेटेँ त्यतिखेर दाई मेरो यो फिल्म एडिट गरिदिनु भने मेरो फर्स्ट सर्ट मुभी गौरीशङ्कर दाईले एडिट गरिदिनु भएको होइन गौरीशङ्कर अनि त्यो बनाइयो त्यसपछि म्युजिक भिडियो बनाएँ मदन दाईसँग म्युजिक भिडियो बनाएँ सरोज दाईसँग म्युजिक भिडियो बनाएँ सो आई डिड लट्स अफ थिङ्स लाइक द्याट एन्ड देन आई मेड कपल अफ अदर सर्ट फिल्म्स एज वेल अनि एउटा हुन्छ नि रिस्पोन्सिबिलिटी बिकज म युकेमा थिएँ आई हेभ 2 daughters okay and one is a dentist already in the last 4-5 years and the second one is in 3rd year dentistry as well so I think my responsibility towards my family I think I can say it's not done but I can take a backstage because they're all adults now right so let me do what I want to do then I came back into this. It is not that it is a new thing. I got up one day in the morning and I just said I want. What I did all these years when I was not making film, I knew I could not go and make film. I watched lots of films. चाहिने film, not चाहिने film, जेसुकै होस्, बिचबाट होस्, आधाबाट होस्, हैन? I watched a lot of them. I went for lots of courses and all those things, हैन? क्यामेराको कोर्स पाएको चाहिँ क्यामेरा पनि गइदियो एडिटिङको कोर्स पाएँ एडिटिङको कोर्समा गयो किनभने मेरो कामको बिचमा जति 2 दिनको छुट्टी छ भने त्यही जुन कोर्स खोलेको छ द्याट इज गुड गइदिइहाल्ने क्या होइन इन युके इटसेल्फ सो आई डन अल द्याट एन्ड देन आई युज टु वर्क विथ म्युजिक भिडियो बनाउँदाखेरि पनि आई युज टु से ओके कुन क्यामेराम्यानसँग काम गर्ने यसपल्ट द्याट वाज माई लर्निङ कर्भ सो आई डिड द्याट एन्ड देन दिस इज आई थिङ्क विथ इन जिन्स एन्ड द्याट आई थिङ्क वी निड टु जस्ट क्यारी अन यत्रो वर्ष चाहिँ किन लाग्यो त त्यही त जिम्मेवारी जिम्मेवारी होइन र अर्को कुरो के थियो भनेदेखि अल्दो अब हामी वेन वी वर ग्रोइङ अप माई फादर इज वाज मेकिङ फिल्म बुवाले फिल्म बनाइरहँदाखेरि चाहे त्यो के अरे 1 नम्बरको पाके छोरी बुहारी लक्ष्मी पूजा जस्ता फिल्महरू साथीहरू बनाउँदाखेरि मलाई सुटिङमा पनि जान दिनुहुन्न थियो क्या आमाले चाहिँ अनि तिमीहरू पढ्नुपर्छ नत्र हुँदैन भनेर बिकज द फिल्म इन्डस्ट्री वाज डिफ्रेन्ट एट द्याट टाइम अहिलेको जस्तो छैन होइन थिङ्स आर डिफ्रेन्ट होइन त्यो पनि होला अनि त्यो रिजेन्टमेन्टको लागि पनि अब अहिले नाउ आई थिङ्क आई एम रेडी एज वेल सो
सर्टमा होइन यसको एन्सर चाहिँ आइडलाइज गर्नु पऱ्यो भने चाहिँ कसलाई गर्नुहुन्छ फिल्म मेकिङको जर्नीमा? I think I could say lots of big names. I've watched lots of people's names in this wall, but I personally would idolize my father because he is a very successful doctor in Nepal. I know he's done many things in Nepal. Along that, he's also made films. He's also write songs. He's done lots of other things. So I think एउटै चिजमा चाहिँ this is all I have to do. This is all I have to do. भन्न चाहिँ नसोचौँ होइन. Yes, you have to be good at something, but keep your options open. Okay, and then I think I would idolize my dad at the moment. तिमीले चाहिँ कसलाई आइडलाइज गर्छौ अनि किन? अब आइडलाइज त मैले हस्बैन्ड नै गर्छु सर, किनभने आम्मामामामा। यो क्यामेरा किन अफ गरेको? क्यामेरा अन गरौँ फेरि भन। वान मोर टेक, क्यामेरा अन गरौँ त। किन त? होइन सर, अब मैले जति पनि एक्टिङको बारेमा मलाई जे नि थाहा छ, अब सबै मैले हजुरबाट नै सिकेको हो, त्यही भएर हजुरलाई नै सो अनि लाइक बच्चा बेलामा हुँदाखेरि चाहिँ आई वान्ट बी लाइक दिस एक्ट्रेस भन्ने हुन्थ्यो होला नि, वा दिस एक्टर भन्ने हुन्थ्यो होला नि, त्यो चाहिँ को थियो? हजुर त्यो चाहिँ चेन्ज भइरहेको थियो सर मेरो। मलाई चाहिँ अब रेखा थापाको फिल्म हेऱ्यो भने म रेखा थापा बन्ने हुन्थ्यो, अनि फेरि पछि गरिमा पन्तको हेर्दा अब त म गरिमा पन्त बन्नुपर्ने हुन्थ्यो। सो चेन्ज भइरहेको थियो मेरो। हो अहिले चाहिँ को छ लेटली? अहिले अहिले चाहिँ ऐना हेरेर आफै हो? होइन सर, अहिले त सबैजना नै एकदमै सिरियस भएर राम्रो काम गर्नुहुन्छ नि त। सो सबैजनाबाट नै म इन्सपायर हुन्छु राम्रो काम गर्नुपर्छ भनेर। अरूको मेरो पनि धेरै हुनुहुन्थ्यो, धेरैजना स्पेसिफिक झ्याप्पर आइडल भन्ने थियो, झ्याप्पर फ्ल्यासमा को आयो? धेरैजना हुनुहुन्छ कि मेरो झ्याप 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 आउँछ होइन। मैले अनेस्टली भनेको जस्तो नेपाली फिल्मबाटै सुरु गरेको मैले होइन हेर्नलाई। अनि श्रीकृष्ण दाई एकदमै त्यहाँ बच्चैदेखि अनि राजेश दाईहरूको हेर्थ्यो, निखिल दाई जस्तो अब ब्याकफ्लिप हान्दाखेरि हातै मेरो मर्केको छ, ड्युटी हात होइन, यस्तै गरेर गर्छु म स्कुल। अनि भन्नाले धेरैजना अनि बलिउडमा हुनुहुन्छ, हलिउडमा हुनुहुन्छ, तर जसले राम्रो काम गर्नुहुन्छ उहाँलाई चाहिँ मैले एकदम हुन्छ नि। अब त्यो त अहिले आएर भयो होइन? ठिक छ। सो सिमरनसँग काम गर्दाखेरि प्रोसेसको बारेमा भन्नुपर्दाखेरि चाहिँ मलाई सोध। हजुर तपाईँ सरी ओके, मतलब तिमीलाई नै यस्तो भयो। सिमरन सबभन्दा राम्रो कुरो चाहिँ के छ भने आई थिङ्क सिमरन इज भेरी प्योर एट हार्ट एन्ड देयर आर समटाइम्स what happens is when people don't over take the burden, I think it's easy for a director to work with these people. कस्तो हुन्थ्यो भने you explain to her scene and she understands the scene and then if she has a question she will ask होइन. अनि त्यसपछि then she's totally dependent upon you, what you are looking for and how you want to take that shot होइन. Very rarely she will do something different होइन. त्यो हुँदाखेरि चाहिँ एकदम सजिलो, एकदम काम गर्न मेहनती। अनि सबभन्दा इम्पोर्टेन्ट कुरो चाहिँ के छ भनेदेखि इफ यु हेभ टु अभियसली फिल्ममा त टेक्सहरू हुन्छ, सो यु हेभ टु डु अ टेक होइन. सिमरनलाई चाहिँ सजिलो के थियो भने आई कुड टेक लट मोर टेक विथ सिमरन बिकज द इमोसन वाज गेटिङ देयर. आई कुडन्ट टेक लट्स अफ टेक विथ अरुण because he was going through a phase. He was trying to do external acting as well as internal acting. So external acting को चाहिँ repeated take हरू भयो भने कस्तो हुन्छ त्यो मोनोटोनस लेख्न थाल्छ क्या होइन. त्यो अनि त्यो चाहिँ किनभने त्यो देखिन्छ, त्यो भएकोले गर्दाखेरि we used to have discussions before and within a take or two because we had nice discussion before, then I think that was the that is how we took the best out of him. Whereas with Simran we could go for lengthy takes and then repeat the takes and things like that. And then because if she didn't get to the emotion very nicely, next time she can get into more emotion because it was internal journey. So Simran was having internal journey. So with the internal journey, you can explain to her the body language, the eyes, the movement, like what she says, "Aaka jimkina, aaka jimkina." She always talks about this, right? Because when you are so serious and you're looking and the camera is just pulling towards you, and you don't want that distraction of "Aaka jimkina" and all those things, you see. So when you explain to her, she just understood that, and so that is how it was for both of them. I answered both the questions. अरूको पनि आइहाल्यो होइन. सो अरूलाई चाहिँ सिमरनसँग कस्तो रह्यो एक्सपिरियन्स? राम्रो मात्रै नभन्नु फेरि नराम्रो भन. नराम्रो
होइन सिमरनसँग चाहिँ मेरो यो फिल्मको थ्रुबाट चाहिँ अलि हामी अझै कनेक्टेड फिल भयो होइन मलाई एज ए ह्युमन पनि। तर मलाई के लाग्छ भने एज एन एक्टर हजुरले काम गर्नुभन्दा अगाडि एज ए ह्युमन बिङ कनेक्टेड हुन चाहिँ एकदमै जरुरत छ जस्तो लाग्छ मलाई चाहिँ। किनभने कोअर्डिनेसन अझै राम्रो हुन्छ अनि त्यो डेप्थ इमोसनहरू पनि एक्सचेन्ज हुन्छ होइन। अनि किनभने उसले जस्तो अब उसँग काम गर्ने क्रममा चाहिँ मैले ऊबाट सिकेको कुरा चाहिँ 50 टेक भने नि दिने के होइन एकदम पेसेन्सली फेरि नदियो त पैसा काटिहाल्छ नि। होइन होइन त्यो त फेसमै देख्छ नि त होइन। अब गाह्रो भएको मान्छेले फेसमै देख्छ तर होइन ऊ लागिरहेको छ 50 टेक भने नि दिनेवाला मान्छे छ। अनि एकदम राम्रो 50 टेक चाहिँ लिएन। लिएन तर पनि इक्जाम्पल दिएको लिएन तर भने दिने टाइपको हुन्छ। अनि यो चाहिँ एकदम सिक्नुपर्ने हामी सबैले सिमरनबाट होइन। अनि एकदम काइन्ड हार्टेड छ ऊ अनि सिन्सियर छ कामप्रति अनि हार नखाने भनौँ न। अनि त्यो चाहिँ एज एन एक्टर चाहिने एकदमै ठुलो गुण जस्तो लाग्छ है मलाई चाहिँ होइन। किनभने हामी चाहिँ थाकिहाल्छौँ नि त प्रायः काम गर्ने क्रममा थाकिहाल्छौँ नपाउँदासम्म चाहिँ एकदम ठुलो लाग्छ होइन। सपना एकदम ठुलो लाग्छ पाइसकेपछि त्यो चिजलाई चाहिँ एकदम हुन्छ नि जिम्मेवारीसँग निभाउन सक्दैनौँ 100% दिँदैनौँ अनि उसले दिन्छ अनि त्यो एकदमै राम्रो पक्ष छ। है म एउटा कुरो एड गरिदिइहाल्छु सिमरनको। सबभन्दा राम्रो कुरो चाहिँ नि सी इज गुड एट वाट सी डज इन एक्टिङ होइन बट सी इज अ लभली ह्युमन बिङ एज वेल। द मोस्ट इम्पोर्टेन्ट थिङ इज डिसिप्लिन। आई विल अर्ज एभ्री वान अफ यु ओके यहाँबाट सिकेर जाँदाखेरि एक्टिङको साथसाथ यु लर्न डिसिप्लिन एन्ड द्याट इज वाट इज गोइङ टु टेक यु फर्दर होइन। सो द्याट डिसिप्लिन इज भेरी इम्पोर्टेन्ट एन्ड सी इज अ गुड स्टुडेन्ट। सुनेको छ कि छैन त्यो डिसिप्लिन भनिरहेको छ फेरि त्यो दायाँ बायाँ हल्लिरहेको क्या। होइन बिकज इट्स जस्तै हामी पूजा गर्छौँ नि होइन भगवान्लाई बिहान बिहान पूजा गर्छौँ त्यो कस्तो पनि एक किसिमको डिसिप्लिन हो क्या। बिहान उठ्ने नुहाउने त्यसपछि के अरे भाँडाहरू सफा गर्ने बत्ती बाल्ने द्याट इज अ रिचुअल द्याट इज अ डिसिप्लिन द्याट टेक्स यु क्वाइट रेगुलरली। सो अनि कपिल सरसँग चाहिँ एज अ डिरेक्टर मैले अब धेरैजना डिरेक्टरसँग काम गरेँ होइन। अनि कपिल सरलाई मैले राम्रो भन है अर्को फिल्म होइन तर म मनदेखि भन्छु होइन। अनि तर कस्तो भनेपछि हामी एज ए ह्युमन बिङ कनेक्टेड हुन पाएको थिएनौँ होइन। अनि भोलिदेखि हाम्रो सुटिङ थियो अनि एकअर्कालाई राम्रोसँग चिनेको पनि छैन होइन। डिनरको टाइममा चाहिँ सरसँग मिटी डिस्कसन भयो कि कुरा गऱ्यौँ हामी लाइफको कुराहरू गऱ्यौँ। अनि सरले पनि बुद्धिस्ट फिलोसफी मान्नुहुँदो रहेछ म पनि फलो गर्छु अनि हामी धेरै कुराहरू भयो हामी अझै कनेक्टेड फिल भयो हामीलाई चाहिँ। अनि नेक्स्ट डे हामीले काम गर्ने क्रममा चाहिँ हामी एकदम डिस्कस गर्ने तरिकाले स्टार्टिङ भयो होइन। अनि सरको एकदमै राम्रो पक्ष के छ भने थर्ड डे हो कि फोर्थ डेको दिन होइन हाम्रो टेक भइरहेको थियो अनि सरलाई एउटा सर्ट चाहिरहेको थियो क्या होइन। अनि हाम्रो चिफ एडीलाई पनि अर्को सर्ट चाहिरहेको थियो डिफ्रेन्ट डिफ्रेन्ट सर्ट छ तर इमोसन अलमोस्ट सिमिलर नै हो। अनि डिस्कस भइरहेको थियो उहाँको अनि सरले आएर कस्तो मजाले हामीसँग के भन्नु भने अरुण तिमीलाई के लाग्छ कुन दुईवटा सर्टमा कुन ठिक छ भन्नुभयो होइन। अनि यो ठिक होला सर भनेको दुइटा लिन्छु नि त म भन्नुभयो होइन। दुइटा लिनुभयो अनि लास्टमा आफूले भनेकोवाला भएन तर इजिली यस्तो मजाले उहाँले के भन्नु एक्सेप्ट गर्नु कि त्यो कुरालाई। किनभने प्राय डिरेक्टरमा के इगो हुन्छ भनेपछि होइन मैले लिएको सर्ट बवाल छ होइन। अनि त्यो भएपछि बिस्तारै काम बिग्रिँदै जान्छ नि त। अन्त उहाँले चाहिँ अन द स्पोट रियलाइज गर्ने के रियालिटी चिन्ने के हुन्छ नि ओके म यो चिजमा रङ थिएँ किनभने त्यो एकदम हामीले पनि सिक्नुपर्ने कुरा हो नि त। अनि त्यो कुराहरू जति इम्प्लिमेन्ट गऱ्यो त्यति राम्रो हुन्छ कि एज एन एक्टर होइन एज ए ह्युमन बिङ पनि। अनि एकदम राम्रो राम्रो गुण छ सर एकदमै सिन्सियर हुनुहुन्छ अनि लागि पर्ने पोजिटिभ। अनि हामीलाई एक दिन पनि फिल गराउनु भएन कि म डिरेक्टर हुँ तिमीहरू एक्टर हो भन्ने फिलै गराउनु भएन होइन। दाजुभाइको सम्बन्ध दाजुबहिनीको सम्बन्ध होइन। अनि त्यो हिसाबले गर्दाखेरि फ्यामिली जस्तरी ट्रिट गर्नुभयो होइन। मलाई जहाँसम्म लाग्छ त्यो ट्रिटमेन्टले नै गौँथाले एकदमै स्पेसल बनाए जस्तो मलाई फिल हुन्छ। ओके तिमीलाई चाहिँ दुईजनासँग एक्सपिरियन्स यहाँ त यो त अनि तारिफ मात्रै हुने भयो। त्यो त अब बिलै हान्दैन म भइदा हानिदिने अब म फेरि होस्ट परेँ। र अब मलाई चाहिँ सरसँग काम गर्दाखेरि चाहिँ सरले
म चाहिँ सरसँग काम गर्दाखेरि चाहिँ एकदम क्वेसन सोध्नेवाला एक्टर हो क्या, सोधिरहने सर यो किन भयो, कसरी भयो, के भयो। मैले सरलाई कति क्वेसन सोध्थेँ होला, कहिले पनि सरले त्यो झर्को मानेर ह्या यस्तो कहिले त्यो भन्नु भने एकदम पेसेन्स, म माथि यति पेसेन्स थियो सरको, हरेक टेकमा लिएर पेसेन्स। बरु मै आत्तिरा हुन्थेँ, ला सर धेरै टेक भयो है, मैले धेरै टेक खाएँ भनेर। सरले भन्नुहुन्थ्यो एकदम केही छैन, राम्रो लास्ट टेकमा राम्रो आउँछ भने त लिने नि, यस्तो यस्तो भन्नुहुन्थ्यो। सो सर चाहिँ मलाई एकदम राम्रो लाग्यो, एकदम पेसेन्स भएको डिरेक्टर लाग्यो, एकदमै राम्रो भयो काम गरेर। हजुर, उहाँसँग चाहिँ मैले धेरै ठाउँमा भनिसकेँ, वान अफ द बेस्ट को एक्टर मैले अहिलेसम्म पाएको सुटिङ सेटमा। के अरे हजुरले नै भन्नुहुन्थ्यो यदि ह्युमन बिङ राम्रो भयो भने चाहिँ एज एन एक्टर राम्रो हुन्छ भनेर। सो म चाहिँ त्यो चाहिँ उहाँमा देख्छु कि सो इज भेरी गुड ह्युमन बिङ। अनि त्यसपछि एकदमै काइन्ड हुनुहुन्छ, मलाई एकदमै सपोर्ट गर्नुभएको, हरेक सिनमा मेरो बिगार्दाखेरि नै ठिक छ यसरी गर, यस्तो हो यस्तो भनेर एज अ गार्जियन जस्तै फिल भएको थियो मलाई उहाँ चाहिँ। सो अब चाहिँ हामी सेगमेन्टमा जान्छौँ है। टिक टिक बुम हो, टिक टिक बुम। तिनजनाले एकचोटि एन्सर दिनुपर्छ, नाम चाहिँ ठ्याक्कै निकाल्नुपर्छ। टिक टिक बुम चाहिँ ऱ्यापिड फायर जस्तै हो हाम्रो होइन। म क्वेसन सोध्छु, ठ्याक्कै एन्सर दिइहाल्नु पऱ्यो तिनैजनाले सँगै? सँगै को निस्किँदो रहेछ नाम है। बिगेस्ट पर्फेक्सनिस्ट अन सेट, कपिल रिजाल। आफ्नो तारिफ आफ्नो नाम भन न। आफ्नो तारिफ आफैले कसरी भनिदिएको चुप लाएर बसेर। अर्को पोइन्ट भइमा चाहिँ होइन, आई थिङ्क एभ्रिबडी हेज टु बी पर्फेक्सनिस्ट त हुनै पर्यो होइन। यु वर्क विथ मी, सो होइन त्यो यस्तो कस्तो हुन्छ भने यु ड्रिम्ड समथिङ एज अ डाइरेक्टर एन्ड पिपल माइट से यु पर्फेक्सनिस्ट, बट द थिङ इज यु हेभ सिन समथिङ, सो यु वान्ट द्याट because you have shot. It's not just the shot. Lots of shots are going to be a scene, and then lots of scenes are going to be a plot, and the plot's going to be a film. So when you are going to one shot, you need to understand that this is going to add up to the other things. So, and I just want to add, and if you call perfection, then that's not bad. ओके। सो कामेस्ट अन्डर प्रेसर, प्रेसरमा पनि एकदम काम हुने थियो। त मै होला यार, I think he's very calm. म सबभन्दा चिलेस्ट म थिएँ सेट। हो क्यारेक्टरले गर्दा पनि होला। ओके। अब अहिले त हामी जस्तो बिहाइन्ड द सिन पनि हिँडिसक्यौँ नि त होइन। सो सब टिममा चाहिँ सबैभन्दा राम्रो फेसन सेन्स चाहिँ कस्तो छ? Lunivatula. लुनिमा दिदी। Yeah. But Okay. don't, you know, it both ways, eh? Don't think she's very stylish. She could be something weird as well. टिम मेम्बरमा सबैभन्दा बेस्ट डिटेक्टिभ चाहिँ को हुनसक्छ होला? Suman Giri. सुमन गिरी। जस्ट He knows everything. सबैको थाहा हुन्छ उसलाई. सब He's a सब producer. Okay. कामै त्यति हो उसको, जासुस. Who would be the first one to say let's do another take? डिरेक्टर कपिल सरै हुन्छ होला। कपिल सर। कपिल सर। ओके। अब आफ्नो तारिफ के गर्ने? त्यो फर्स्ट क्वेसनलाई त्यसले उ गर्छ क्या। सबभन्दा धेरै मिस्टेक गर्ने सेटमा? त्यो त मै होला, त्यो मै हो। होइन तर बट त्यस्तो त्यो मिस्टेक होइन, सी वाज इम्प्रुभिङ एभ्री सिंगल टाइम, सो यु क्यानट कल इट अ मिस्टेक। सेटमा धेरै ब्रेक चाहिने? त्यस्तो कोही थिएन। ब्रेक चाहिने त इनफ्याक्ट वी डिडन्ट ह्याभ अ ब्रेक होइन, हाम्रो रोल काम हुन्थ्यो, त्यो ब्रेक पनि यसमा कोही थिएन। त्यस्तो थिएन। ओके। ड्रामा क्वीन र किङ नखरा गरिराख्नु पर्यो। भनौँ न कस्तो जिस्का घरिघरि लुनिमा दिदी हो। लुनिमा मेरो पनि किङ किङ होइन किङ यस्तो इज छ द किङ। होइन नाटक चाहिँ अलिअलि नाटक चाहिँ भएको हो तर बट आई वाज भेरी काम। डिड आई से एनिथिङ? नथिङ नथिङ। एभ्रीबडी वाज बिहाइन्ड यु बट आई वाज भेरी मैले त नाटक गरेँ होइन। बट आई वाज भेरी काम। ओके म है म हामी फ्यामिली जस्तो छौँ, त्यही भएर यसरी निस्केको है कुरा। ल ठिक छ, टिक टिक बुम चाहिँ सक्यो होइन। सिरियसली नट सिरियस चाहिँ क्यान्सल गरिदिउँ होइन। दिस और द्याटमा जाउँ ल। तिनैजनालाई एउटै क्वेसन के अरे सर्कुलेट हुन्छ ल। महानायक राय समाल कि सदाबहार एक्टर भुवन केसी? यस्तो होइन, नो एक्सप्लेनेसन। होइन, अब त्यसो हो भनेदेखि त मैले एउटै मात्र एन्सर दिनुपर्ने हो भनेदेखि म राय समाल किन भन्छु, मेरो बुवाको हरेक फिल्ममा उहाँले काम गर्नुभएको छ होइन। तर भुवन केसीसँग मिलेर मैले ड्रिम्स पनि बनाएको हो होइन, त्यसैले भुवन केसी इज अल्सो गुड। He was one of the producer, right? ड्रिम सो त्यो पनि हो। एन्ड हि इज एन एक्टर। भुवन केसी इज नट जस्ट एन एक्टर, हि इज एन एक्टर, डाइरेक्टर, प्रोड्युसर। So for you all guys, okay,
I think तपाईँहरूले Bhuvan भुवन Kesi. केसी उहाँले चाहिँ राखेको छ You have to choose Bhuvan Kesi because he's done lots of. सिमरन म त चुज गर्दिनँ सर दुवै ल म त नगर्ने दुवैजना राम्रो हुनुहुन्छ होइन एकदम चुज गर्नु पर्यो नि यो त मजै आउँदैन कि segment यो। राजेशलाई चुज गर्छु किनभने मलाई चाहिँ उहाँ एकदम एभ्री फिल्मको पोस्टर आउँथ्यो नि त अनि मलाई एकदम इन्सपाइरिङ लाग्थ्यो कि Okay. फिल्म नहेरे पनि दाइलाई मैले पोस्टरमा देखिसकेँ हुन् किनभने हाम्रो घरमा पोस्टर टाङ्थ्यो कि फर्स्ट इम्पल्सिभ बेस्ट टेक कि रिटेक Most of the time, first impulsive take, huncha. But if it is not good, you have to take a retake. You cannot just be चुज गर्नु पर्यो भने चाहिँ इम्पल्सिभ impulsive take. Most of the time is impulsive take. फर्स्ट इम्पल्सिभ टेक कि रिटेक फर्स्ट इम्पल्सिभ मेरो क्यारेक्टर अनुसार त फर्स्ट नै भन्नुपर्छ ओके अब दुईजना एक्टिङ किङहरू अहिलेको दयाङ राई और सौगात मल्ल I would love to work with both of them. I know. But if I have to choose at this moment, I think I'll choose Saugat Malla. सो मन सौगात सरसँग काम गरेको छु त्यही भएर सौगात सर दुवैजना सौगात दाइ भन्नुपर्छ Also, you have to say- माया दाइ भन्नुपर्छ दुवैजना बेस्ट हुनुहुन्छ तिमीहरू दुईजनाले मोमो मगायो म चाउमिन मगाउँछु अनि बाँडेर खान्छु. हामी- अनि बाँडेर खान्छु. हामी इन्टरभ्यू दिँदा दिँदा यस्तो स्मार्ट भइसक्यो कि यो त इन्टरभ्यू होइन नि त यार। अहिले लागिरहेछ मलाई बिग बजेट सिनेमा कि कन्टेन्ट ओरिएन्टेड सिनेमा Content oriented any day. कन्टेन्ट कन्टेन्ट ओके डिरेक्टर्समा जाउँ अब मिनबहादुर बाम और निश्चल बस्नेत Okay, this is a very difficult one. Both of them are very good. One has claimed around the globe, and one has changed the history of filmmaking in Nepal. So, in my opinion, because I am so close to Nepal, I would go for Nishal Basnet. ओके सिमरन मिनबहादुर बाम र निश्चल बस्नेत मैले एउटा पनि तिमी अर्को भन उसले अर्को भन्छ सकिगयो नि निश्चल सरसँग काम गरेको छु सो निश्चल सर निश्चल दाइ किनभने अब गेम चेन्जर भनिन्छ होइन अनि दाइले गर्दाखेरि धेरैजना एक्टरहरूलाई चाहिँ हुन्छ नि एउटा मोटिभेसन मिलेको छ क्या एक्टर बन्छु भने इभन मलाई पनि क्या होइन उसलाई पनि Because of him, I think any one of you, 4 or 5, if you can pick one camera and make a film, and he's given that one a way of ways. So I think for Nepalese industry, I think we need to choose him. ओके विन एन अवार्ड और ह्याभ अ कल्ट क्लासिक A cult classic any day. तिमी बोथ बहुत त पाइँदैन। बोथ 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 पाइन्छ क्या सर कल्ड कल्ट क्लासिक ओके अब एक्ट्रेसमा आउँ मेरिना मगर और स्वस्तिमा खड्का I have not. Okay. Work with- Meruna Magar is from UK. त्यही So UK. ओके I'm from UK. So तिमीलाई त अब अभियस होला होइन सस्तीमा फड्का तिमीलाई मलाई दुवै दुबई दुवैसँग काम गर्नु उहाँले उहाँले मिलेन UK, भन्नुहोस्, तिमी सौगातमा म दुबई। दुवै उता युके तिमी दुबई म कतार होला होइन फाइनेन्सियली हेल्पफुल हुनको लागि मोर स्पोन्सर्स और कम्प्लिटली क्रिएटिभ फ्रिडम you have to have if you're going to make a film, I don't mind what budget it is. If you don't get the budget, okay, start the film completely differently. As an actor, let me explain this very nicely. Right? You can have a budget and you can make a film, but if you don't have the budget, you just rewrite the whole thing in such a way that it becomes different. Like say, for example, I want to show somebody very rich, he has a 5-star hotel and everything, and he's driving in a big car and everything. But what am I showing? I'm showing the relationship, I'm showing the emotions. So he doesn't need to always, if you don't have the budget, make him a chiapasale. There is the same emotion. And uसँग scooter छ क्या अरूसँग साइकल छ. So rich is a comparative term. You understand? So I think you need to rethink the whole script. So I think freedom and the budget is different. I think the script, if you have a film and you say मलाई 10 करोडको फिल्म छ, मलाई 10 करोड सुरुमा हात आयो भने सुरुमै मलाई दिएर खर्च गरेर दियो भनेदेखि then that is called 10 करोडको फिल्म. मलाई 10 करोड दियो, हरेक दिन फिल्ममा सेटमा जाँदाखेरि चाहिँ 20,000 र 25,000 10,000 दियो, लास्टमा चाहिँ 10 करोड खर्च भन्यो नि त्यो कङ्गालको फिल्म हो क्या. त्यो that lavish केही पनि भएन त्यसपछि. So that is all mindset.
I think. And finance is all comparative terms. I don't think finance makes a difference in filmmaking. ओके ह्यारी कि प्यारी कि गौँथली Harry Perry is always going to be, you always know that your first baby is always a first baby. So I love Harry Perry because he's my first. And more than that, because it didn't do so much success business, it taught me a lot to make a better film, Gauntlet. Hence, at the moment, it is Gauntlet. तिमीलाई चाहिँ चित्रा कि प्रेम गर्छ Chitra Gauntlet भन्नु पर्यो नि अहिले त अहिलेको लागि गौँथली भन्छ नि दाजु सबै इन्टरभ्यू हेरिसकेको छु प्रेमगञ्ज अभियसली किनकि मेरो फर्स्ट फिल्म नै प्रेमगञ्ज हो नि त सो प्रेमगञ्ज अरूलाई चाहिँ के सोध नभएर त्यही त ए एउटा तुको नाम लियो भने मलाई मारिहाल्छ लिँदा हुन्छ के अरे प्रेमा कि महापुरुष महापुरुष किनभने मेरो डेब्यू सिनेमा थियो होइन त्यो सिनेमाले अझै बढी मासमा म चिनिएँ अनि अझै जिम्मेवारी थपियो म माथि एज एन एक्टर पनि त्यो हिसाबले सो अब सबै एक्टिङ एक्सपिरियन्सहरू हुन्छ सर यो चाहिँ डिरेक्टर्सको पोइन्ट अफ भ्यूबाट मात्रै सुनौँ वाइ दे सुड वाच गौँथली I think, first of all, you have somebody who's been acting in Gauntali. First of all, I don't want to tell you the story. I think you have seen the trailer. You know everything. I'm not going to give the big person of Gauntali is this, Gauntali is that. And I just want you to see, because there was somebody within you, and that person has gone and become the Gauntali, the lead character of the film. You need to see the journey, how things can be so different in a film. How one of you can change and become and take such a responsibility. And there is things for all of you to learn in that film as well. Technically, I think you all should watch film because it is, I think, a very good script for you to understand and read, okay, and learn. The dialogues are typical Nepalese and only need it where it is. You can watch one of the, I think Hari Umaga is our DOP. And I think I will not be surprised if this film is not going to be one of his best. The background music is scored by Alice Karki, and I will not be surprised if this is not going to be one of his best background score as well. The singers we have is Thaneswar Gautam, Santi Sri, and Prashant Sivakoti, and their music, and I think you will enjoy the whole entire thing. And after enjoying all of this, you will enjoy the actor and actress performance, and probably you will also appreciate a little bit of what I have done in the film as well. Okay. Hence, you need to watch Gauntali. तिमीहरूको अरूको तर्फबाट चाहिँ लास्ट वर्ड्स फर एक्टर्स अफ एकाडेमी हजुर पहिला चाहिँ सिमरनको सुन्नु ठेला भन्नु त सर Just play that. के भन्ने रे सर एक्टर्स अफ एकाडेमीलाई के भन्छ सुन्नु मैले। अब के भन्ने एक्टर्स अफ एकाडेमी चाहिँ मेरो लागि सेकेन्ड होम नै जस्तो हो सर अब मैले जति पनि कुराहरू सिकेँ यही स्टेजबाट सिकेँ मेरो गुरु सञ्जोग रसाइली सरबाट नै सिकेँ सो मेरो लागि यहाँ आउँदा चाहिँ अलि इमोसनल नै फिल भइरहेछ मलाई अलिकति कस्तो कस्तो नै भइरहेको छ सो त्यही नै हो मैले एक्टर्स अफ एकाडेमीबाट सबैभन्दा धेरै कुरा सिकेको भनेको चाहिँ डिसिप्लिन जहाँ जाँदा पनि डिसिप्लिन भयो भने चाहिँ काम गर्न एकदमै इजी हुन्छ र त्यही नै हो अब म हजुर सबैजनाले त्यही नै भन्न चाहन्छु कहिले पनि आफ्नो फ्रस्ट्रेट चाहिँ नहुनु पेसेन्स राखेर काम गर्नु एक न एक दिन चाहिँ अवश्य आफ्नो ड्रिम पुरा हुन्छ जसरी मेरो भयो मैले पनि 4-5 वर्ष अगाडि यसरी नै अरू एक्ट्रेस आउँदाखेरि आई विस म त्यहाँ भएको भए हुन्थेँ भनेर पुरै मनमा सोच्थेँ भने हजुरहरूको पनि विस पुरा हुन्छ जस्ट पेसेन्स राख्नु कन्सिस्टेन्सी राख्नु अब सरले हरेकचोटि भन्नुहुन्छ क्राफ्ट एकदमै इम्पोर्टेन्ट छ सो अरू अननेसेसरी कुराहरूमा भन्दा क्राफ्टमै काम गर्नुहोस् र राम्रो हुन्छ अभियसली भन्न चाहन्छु ल अल द भेरी बेस्ट भन्न चाहन्छु सबैजनालाई फ्युचरको लागि र कति कुराहरू सिमरनकोबाट पनि आइसकेको छ होइन अनि म यसमा चाहिँ हजुरलाई थपिदिन्छु एज अ फ्रेन्डको हिसाबले लिनुलाई यो कुरा चाहिँ आएर ठुल्ठुलो कुरा गऱ्यो भने नलिनुलाई होइन मलाई चाहिँ किनभने मलाई 10 वर्ष अगाडि जस्तो इन्टरेक्सन सेसनमा विपिन दाई आउनुभएको थियो हाम्रो एभरेस्टमा दाईहरूले भनेको कुराहरू अनि एकजना इन्डियन डिरेक्टर आउनुभएको थियो एक दुईवटा कुराहरू चाहिँ म अहिले पनि सम्झिन्छु क्या होइन अनि एकजना डिरेक्टर उसलाई याद छ कि छैन एकजना डिरेक्टर आएर भन्नुभएको थियो के अरे तिमीहरूको अब इन्डियन भएर भन्नुभयो होइन तिमीहरूको ढोकामा आएर करण जोहरले
ढकढक गरेर ल मेरो फिल्म गरिदिनु पर्यो भन्नुहुन्न। करण जोहर हुनेसम्म तिमीहरू पुग्नेको तिमीहरूले आफ्नो त्यो अनुसारको आफ्नो बनाउनु पर्छ क्षमता भन्नुभएको थियो कि। अनि त्यसले मलाई त्यो अनि काम गर्न आफूलाई निखार्नलाई अनि विपिन दाईले पनि एकचोटि भन्नुभएको थियो होइन यस्तो पढ्नुपर्छ भनेर। म चाहिँ हजुरलाई के थपिदिन्छु मैले जर्नीमा सिकेको कुराहरू चाहिँ म हजुरलाई के थपिदिन्छु भने कस्तो लाइफमा जस्तो एक्सपेक्टेसन धेरै नराख्नु, ड्रिम चाहिँ राख्नुहोस् होइन, गोल ओरिएन्टेड चाहिँ हुनुपर्छ, तर 100% दिनु कि 100% दिनु। किनभने एउटा प्रोजेक्ट आउँछ तपाईँलाई सक्सेस होला, नेक्स्ट के त नेक्स्ट पनि जिरोबाट सुरु गर्नु पऱ्यो नि त होइन। एभ्री प्रोजेक्ट चाहिँ जिरोबाट सुरु गर्नुपर्छ क्या एक्टरले। अनि त्यो हिसाबले गर्दाखेरि आफ्नो क्राफ्ट पनि डेभलप गर्दै जानु, फिल्महरू धेरै हेर्नु भन्छु म चाहिँ। र त्यो भइसकेपछि अब त्यो भने जस्तो पेसेन्स पनि हुनु पऱ्यो, त्यही नै। सो लास्टमा चाहिँ तपाईँहरूबाट क्वेसन छ भने 3टा क्वेसन्स कसैलाई छ? ओके नमस्ते सर। मेरो प्रश्न चाहिँ कपिल सरलाई। म चाहिँ सदन कार्की 6 पार्ट स्टुडेन्ट एक्टर आपको। हजुरको एउटा चाहिँ मैले अघिदेखि नोटिस गरिरहेको छु हजुरमा जुन चाहिँ इनर थिङ्किङ, जस्तो हजुर 2टा पेसा, एउटा डक्टर अहिले एउटा राइट मोड भन्नु न रिलेटमा। त्यो जर्नी हजुरले जुन ट्राभल गर्नुभयो, जस्तो सुरुमा चाहिँ देख्यो कि सानैदेखि हजुरलाई चाहिँ त्यो एक्टरमा चाहिँ हुनुहुन्थ्यो, तर फ्यामिली ब्याकग्राउन्डले गर्दा हजुर डक्टर पेसामा हजुर लाग्नुभयो होइन। र अहिलेको सिनारियो हेर्दाखेरिमा हजुर यसमा इन्जोय बढी गरिरहनु भएको छ नि। तर यो जुन जर्नी गर्दाखेरि 2टा गर्दाखेरि डिफ्रेन्स कुन चाहिँ गाह्रो क्या सबभन्दा चाहिँ तपाईँहरूलाई ट्याकल गर्न सबभन्दा चाहिँ एज अ डेन्टिस्ट एज अ अहिले चाहिँ त्यतिखेर कुन चाहिँ गाह्रो अनि कुन चाहिँ रमाइलो? यस्तो म यसको 2 तरिकाले जवाब दिन्छु। सबभन्दा इम्पोर्टेन्ट कुरो के हो भने आफूलाई मन परेको चिज गर्दा कहिले पनि गाह्रो हुँदैन। पहिलो कुरो त्यसलाई सहज तरिकाले लिइन्छ। अब डेन्टिस्ट्री चाहिँ 5 वर्षको कोर्स हुन्छ। यु कम आउट एन्ड देन यु जस्ट बिकम अ डेन्टिस्ट, देन यु स्लोली वर्क होइन, त्यो हुन्छ। तर भइरहेको डेन्टिस्ट, राम्रो चलिरहेको डेन्टिस्ट छोडेर होइन अब फिल्ममा आउँदाखेरि चाहिँ आफूलाई जति इन्जोय भए पनि त्यो इन्टरनल थोरै प्रेसर चाहिँ हुन्छ। किनभने तपाईँको सबै साथीहरू के गरिरहेको छ, त कहाँ गएको नेपाल, सो दिस इज वाट ह्यापन्स होइन। सो आई हेभ मल्टिपल प्र्याक्टिसेस इन UK। सो इट इज फाइनेन्सियली इज नट इम्पोर्टेन्ट होइन। जुन त्यो प्रेसर हुन्छ त्यो चाहिँ छ, तर बट वेन यु इन्जोय सो मच होइन, वान यु डु समथिङ होइन, त्यो प्रेसर त्यत्तिकै हराउँछ। त्यो बिहानदेखि बेलुकासम्म कुदेको थाहा पनि हुँदैन। र ट्रान्जिसन जुन तपाईँले भन्नुभयो भने त्यो ट्रान्जिसन चाहिँ किन हुँदैन भनेदेखि म एकदम म लाइफलाई एकदम सिम्पल लिन्छु कि। त्यसलाई जति कम्प्लिकेटेड बना त्यति कम्प्लिकेटेड हुन्छ। यहाँ एकजना मात्र मान्छे बताउँ कोही छ जो चाहिँ एउटा मात्र भूमिका निभाएको छ? कोही छैन। या अगाडि भाइ तिम्रो नाम के हो? अपूर्व। अपूर्व इज अपूर्व। अपूर्व इज समबडी सन भनेपछि ही हेज टु बी अ सन फर समबडी। ही हेज अ गर्लफ्रेन्ड, ही हेज टु बी अ बोयफ्रेन्ड अफ रोल होइन। गुरु आउँदाखेरि शिष्यको रोल हुन्छ। सो इन लाइफ वी आर डुइङ अल काइन्ड्स अफ थिङ्स क्या। सो त्यसलाई सिम्पल तरिकाले लियो भने सिम्पल हुन्छ। यसलाई धेरै कम्प्लिकेट बनाउन सोच्यो भनेदेखि लाइफ कम्प्लिकेटेड हुँदै जान्छ। सो लाइफलाई सिम्पल बनाऊँ, सिम्पल तरिकाले सोचौँ, इन्जोय गरौँ लाइफ। बिकज टुडे इज देयर, टुमोरो धेरै प्लान गरेर हुँदैन, बट यु निड टु प्लान लिटल बेट अहेड होइन। त्यो भएकोले गर्दाखेरि त्यो ट्रान्जेक्सनमा खासै फरक पर्दैन। बिकज अब मेरो पैसा उता गयो, यहाँ डेन्टिस्ट यहाँ फिल्ममा मेरो लागेको छ भनेर सोध्न थाल्यो भने त कहिले केही भन्दै भन्दैन। नेक्स्ट क्वेसन छ कसैलाई? यो क्वेसन चाहिँ डाइरेक्टर सरले नै नयाँ आउने डाइरेक्टरहरू स्टुडेन्टहरू छन् नि, तिनीहरूलाई चाहिँ हजुरको सब महत्त्वपूर्ण सल्लाह सुझाव के होला? एकदम राम्रो प्रश्न भाइ। आई एम प्रिटी स्योर यु वान्ट टु बिकम अ डाइरेक्टर एज वेल एट सम पोइन्ट। यु हेभ अ क्यामेरा, यु मेक अ फिल्म। Nobody is stopping you to make a film. You don't need an artist. You can do it yourself, or you can have one person. You don't even need that person. अहिले यति राम्रो भएको छ टेक्नोलोजीहरू। मेक फिल्म्स, मेक मिस्टेक्स, बट क्यारी अन मेकिङ फिल्म। डु द एडिटिङ, डु द कलरिङ, सी द फिल्म, देन यु एनालाइज योर ओन वर्क एन्ड देन यु से हाउ आई क्यान मेक अ नेक्स्ट फिल्म बेटर होइन। हामी केटाकेटी हुँदा त्यस्तो थिएन होइन। कहाँबाट VHS क्यामेरा पाउनु थिएन त्यतिखेर क्या। पहिलो VHS क्यामेरा एउटा टिचरले दुबईबाट ल्याउँदाखेरि एउटा सर्ट फिल्म बनाइहालेँ मैले हतार हतार। सो आई अलवेज से लामो चाहिँदैन, 3 मिनट, 2 मिनट, 1 मिनट, 5 मिनट जति हुन्छ। र म एउटा अझ के भन्छु भने फर अ यङ डाइरेक्टर,
जति सानो कथा बनाए त्यति क्रिएटिभ हुनुपर्छ. सो ट्राई टु मेक द सर्टेस्ट फिल्म यु क्यान विच इज टेलिङ यु समथिङ. 2 मिनटको फिल्ममा इफ यु क्यान से समथिङ द्याट सोज यु क्रिएटिभिटी. 3 घन्टाको फिल्ममा एक चिज भन्नलाई त जसले पनि भनाइन्छ नि होइन. सो बी क्रिएटिभ. So last question. Okay. So suppose मसँग एउटा फिल्म छ, सर्ट फिल्म छ, वेब सिरिज छ, स्क्रिन प्ले छ, and where how am I going to pitch my story? नेपाली कन्टेक्स्ट अफ नेपाली. To him, he wants to become a director. This is the best thing. You pitch it to him. You make a film. He wants to be a director. अहिले भर्खर he wants to be a director. Don't expect a budget, or don't expect you to go and pitch it to Nishal Basnet. You understand? If you pitch it to him, you make a film first, then somebody will notice, then next thing will happen. You understand? She was working here, we found her from here. So once you try things, then what happens? I have told you, you all come up with a brilliant story. I don't need to direct the film. You all work. If there is a little bit of finance I need to put in for you all to make a movie, okay, I'm happy to do this for Actors Hub because this is important. Okay, because this is no, I don't need applause. तालीको लागि भनेको हैन, बट त्यो कस्तो भन्देखि तर सुटिङको बेलामा मलाई चाहिँ अन्डा र मासु मात्र खान मन लाग्छ, त्यो चाहिँ पाइएन. पसिना बगाएर काम गर्नु पर्यो, सिक्नु पर्यो के. You make films, and I think that is going to happen. Okay. सो अब लास्ट चाहिँ अब हाम्रो यो चाहिँ यस्तो यहाँको छेड यादगार होस् भनेर हामीले फोटो खिचेका छौँ. त्यसमा चाहिँ हामी सबैजनाले साइन गर्छौँ होइन. अब सक्यो 2 मिनट ल. सो पहिला त डिरेक्टर सरबाट सुरु गरौँ. अहिलेको फोटो है. मेरो चाहिँ किन राखेछन् साइन गर न. टोकन अफ लभ. सुरुमा चाहिँ कपिल सरलाई टोकन अफ लभ प्राउडली प्रेजेन्टेड टु कपिल विशाल. Behind every powerful story is a visionary who dares to imagine, create and inspire. We wish your passion for storytelling continues to leave a lasting impact. Wishing you endless creativity, success and many more stories that touches the heart of audience. May your journey behind the camera keep reaching new heights. Actors of the Academy that please work hard, make me feel compelled to choose one of you next time. Not because I have to. You have to make me compelled. हैन यति होस् कि मलाई नले तपाईले कसलाई लिनुहुन्छ जस्तो बहान गराउनु पर्यो Actors Hub, and you have an amazing guy and he can make you feel that. Token of love proudly presented to Arun Chetri. May your passion continue to guide you, your dedication open new doors, and your hard work lead you to places you have always dreamed of. Wishing you all the happiness and success for further upcoming projects, Actors Hub Academy. So तर यो चाहिँ म चाहिँ अब हामी दुईजना चाहिँ एकदम फ्रस्ट्रेटेड हुँदाखेरि हामीलाई हँसाएर एकदम चिल बनाउने साथीको हाततिर जान्छु. स्वप्निल हाम्रो फर्स्ट म्याच सेम ब्याच हो. अनि यो इयर चाहिँ मेरो 2 जना साथीसँग मेरो डिटेक्सन आउँदैछ. गौथलीमा सञ्जोगसँग, हन्टरमा चाहिँ हाम्रो सपना देख्यो भने पुरा हुन्छ. आँखा चिनेर देखेको सपना चाहिँ बिहानमा उठ्दाखेरि झस्केर सकिन्छ क्या. आँखा चिनेर देखेको सपना, सुत्दाखेरि देखेको सपना. हामीले चाहिँ खुला आँखाले देखेको सपना चाहिँ पुरा भएको छ अहिले केही हदसम्म चाहिँ. अब सिनियर चाहिँ आफ्नो स्टुडेन्ट भएर नदिएको तर होइन छ कहिले साथी के भन्छ म साथीको नबनाउनु कस्तो
सभाबाट चाहिँ Token of love proudly presented to Simon Falka. उसमा फरक छ. We have witnessed your hard work, dedication and passion for the craft. Your commitment and love for what you do truly make you deserving of every opportunity and success that comes your way. Wishing you endless growth, beautiful achievements and many more milestones ahead. Keep shining and inspiring. One of the gems of Actors of Academy. Actors of Academy.